देख्नु नसक्ने, देख्ने दाहिनी नचिन्ने अवस्थामा छ। तर तपाईँ ज्योति नचम्किदिँदाखेरि, तपाईँ ज्योति कमाई नबनिदिँदाखेरि, तपाईँ ज्योति बाहिर ननिक्लिँदाखेरि, आज मान्छे हत्या गरिरहेको छ, सुसाइड गर्दैछ, व्यभिचारमा छ, ख्रिस्टविहीन जीवन जिइरहेको छ। तपाईँ ज्योति नचम्किदिँदाखेरि तपाईँले प्रार्थना गर्दाखेरि उत्तर निस्किन थाल्नुहोस्। तपाईँले गाउँदै गर्दाखेरि नि बन्दरको जुवारमा भाँचिन थाल्नुहोस्, किनभने तपाईँको जीवनबाट त्यो प्रभाव नि अब देखिन थालेको छ। यदि आज हामी त्यो ठाउँमा उभिन चाह्यौँ भनेदेखिलाई पवित्र आत्मा प्रभुले एउटा मान्छेलाई त्यो ठाउँमा ल्याउन सक्नुहुन्छ। तपाईले हामीलाई प्रभु यो समयभित्रले पुर्याउनु भयो। यति बेला हाम्रो हृदयको आँखालाई प्रभु तपाईँले खोलिदिनुहोस्, हृदयको कानहरूलाई प्रभु हामी सबैजनाको खोलिदिनुहोस् परमेश्वर पिता। प्रभु हामी बुझ्नुको लागि मन दिँदै गर्दा प्रभु हामीलाई तपाईँको वचन बुझ्ने तुल्याउनुहोस् प्रभु। प्रभु यो हलमा अनि प्रभु अर्को हलमा प्रभु अनि पछि गएर यो रेकर्डेड मेसेज जतिजना सुन्छ पवित्र आत्मा तपाईँ हामीसँग बोल्नुहोस् प्रभु। तपाईँको आलो रगत लगाउँदैछु प्रभु यो ठाउँहरूमा फेरि पनि एकचोटि प्रभु हामी माथिको आकाश हामी मुनिको भुइँलाई तपाईँको आलो रगत लगाउँदैछौँ परमेश्वर पिता। भजन 34को 7:91 11 स्वर्गदूतको सुरक्षा घेराले तपाईँले हेर्नु भएको छ। म त्यो कुरालाई एक्नोलेज गर्दैछु परमेश्वर पिता। परमेश्वर पिता हिब्रू 1:14 सहायता गर्ने स्वर्गदूत तपाईँले हामीलाई दिनुभएको छ प्रभु। म त्यो कुरालाई एक्नोलेज गर्दैछु परमेश्वर पिता। नियति लिएर आउने स्वर्गदूत तपाईँले हुल्काउल हाम्रो बिचमा पठाइसक्नु भएको छ। म यो कुरालाई एक्नोलेज गर्दैछु। चङ्गाई ल्याउने स्वर्गदूतलाई प्रभु तपाईँले हाम्रो बिचमा पठाइसक्नु भएको छ। प्रभु म यो कुरालाई एक्नोलेज गर्दैछु, म पत्याउँदैछु परमेश्वर पिता। प्रभु तपाईँले हाम्रो हृदयलाई प्रभु तपाईँले चकिलो बनाउँदै हुनुहुन्छ। प्रभु म तपाईँलाई धन्यवाद दिन्छु प्रभु। तपाईँ स्वर्ग तपाईँको सिंहासन अनि पृथ्वी तपाईँको पाउँदान प्रभु। तपाईँको विशाल खुट्टा पछाडि यति बेला प्रभु म लुक्दैछु। तपाईँ बोल्नुहोस् प्रभु। तपाईँको माउथ पिस बनाइकन प्रभु तपाईँको आवाज बनाइकन यति बेला मेरो जीवनलाई चलाउनुहोस् प्रभु। मेरो जीवनको मालिक यीशु तपाईँ हुनुहुन्छ प्रभु। मेरो जीवनको सबैभन्दा उत्तम भाग, मेरो जीवनको अंशबण्ड, मेरो जीवनको पोर्सन मेरो प्रभु यीशु ख्रीष्ट तपाईँ हुनुहुन्छ। द बेस्ट थिङ आई हेभ इज जिजस क्राइस्ट। मसँग भएको उत्तम कुरा यीशु तपाईँ मात्रै हुनुहुन्छ नि रहिरहनुहुन्छ अनि म तपाईँलाई नि दिन लागिराखेको छु प्रभु। यति बिघ्न कुराहरू छ प्रभु, मलाई बोल्नुको लागि मेरो ओठहरूमा शब्द लगाइदिनुहोस् परमेश्वर पिता। मेरो भावनालाई तपाईँले नियन्त्रण गर्नुहोस् प्रभु। सबै कुरा तपाईँको महिमा भएको होस् प्रभु। तपाईँको प्रेमले, आनन्दले, शान्तिले प्रभु तपाईँले यस ठाउँलाई ढाकिदिनुहोस्। डिस्ट्र्याक्सन, अन्धकार, भूतात्माको कुनै पनि अधिकार हिम्मतै छैन प्रभु डिस्ट्र्याक्ट गर्ने, प्रभु भ्रममा पार्ने, तपाईँको वचनलाई बङ्ग्याउने। त्यसको खुट्टालाई यति बेला म बान्दैछु, त्यसको आँखालाई म अन्धा तुल्याउँदैछु, त्यसको चहल पहललाई यति बेला म रोकिने आज्ञा गर्दैछु प्रभु। म तपाईँलाई धन्यवाद दिन्छु प्रभु, म तपाईँलाई धन्यवाद दिन्छु। तपाईँको महिमाले यस ठाउँलाई ढाक्नु भएको छ, तपाईँको महिमाले यस ठाउँलाई ढाक्नु भएको छ, तपाईँको महिमाले यस ठाउँलाई ढाक्नु भएको छ। बिहानको घाम जस्तै जसरी दिन बित्दै जान्छ त्यो घाम चाहिँ अझै रापिलो तापिलो चकिलो र उज्यालो हुँदै जान्छ। तपाईँको महिमा र तपाईँको उपस्थिति चाहिँ यस ठाउँमा त्यसरी नै बढिराखेको छ परमेश्वर पिता। हामी एउटा महिमा दिन अर्को महिमामा लम्किएर जाँदैछौँ प्रभु। एउटा विश्वास दिन अर्को विश्वासमा लम्किएर जाँदैछौँ, एउटा सत्यता दिन अर्को सत्यतामा हामी लम्किएर जाँदैछौँ प्रभु। यति बेला तपाईँले हाम्रो समझलाई खोल्दै हुनुहुन्छ प्रभु। म तपाईँलाई धन्यवाद दिन्छु प्रभु। तपाईँको स्वर्गीय वातावरण चाहिँ यस ठाउँमा ओर्लेर आएको छ प्रभु। म तपाईँलाई धन्यवाद दिन्छु, म तपाईँलाई धन्यवाद दिन्छु, म तपाईँलाई धन्यवाद दिन्छु सबै कुराहरूको लागि येशू ख्रीष्ट तपाईँको नाउँ रगतमा। आमेन आमेन। अघि सोलोमन दाजुले भन्नुभएको जस्तै मैले पनि भन्दा कतिजनाको कान थोत्रै भइसक्यो होला, तर पनि भनिरहन्छु। मैले यो पनि भनेको छु, यो त म बुढेसकालसम्म भन्छु भनेर मैले भनेको छु। त्यसले गर्दा मेरो प्रतिज्ञामा म उभिनु पनि पर्छ। मेरो जीवनको सबैभन्दा उत्तम भाग चाहिँ प्रभु यीशु ख्रीष्ट मात्रै हो। द बेस्ट थिङ आई हेभ इज जिजस क्राइस्ट। मसँग सत्य राईसँग मसँग मेरो व्यक्तिगत कुरा गर्दै गर्दा भएको सबैभन्दा मैले मेरो ज्ञान बुद्धि र अनुभव मैले के गरेर के गरिनँ होइन, तर मसँग भएको उत्तम कुरा चाहिँ मेरो प्रभु यीशु ख्रीष्ट मात्रै हुनुहुन्छ। आमेन। अनि एउटा मान्छेले आफूमा भएको उत्तम कुराहरू दिनु चाहन्छ अनि आजको यो समयमा मेरो जीवनको उत्तम भाग मेरो यीशु ख्रीष्ट तपाईँलाई दिन चाहन्छु। अनि यीशु चाहिँ मेरो जीवनको अंशबण्ड हुनुहुन्छ, मेरो जीवनको हिस्सा हुनुहुन्छ, मेरो जीवनको पोर्सन हुनुहुन्छ। आमेन। अनि मलाई यो पनि याद छ तपाईँको पनि यीशु ख्रीष्ट अंशबण्ड हो। अंशबण्ड भने हिस्सा हुन्छ नि, पोर्सन, हाम्रो इनहेरिटेन्स यीशु ख्रीष्ट हुनुहुन्छ। आमेन। अनि म जन्मेको क्रिस्चियन होइन, बातमा आएर प्रभुलाई विश्वास गरेको, सन्डे स्कुलदेखि यीशुको कुरा सुन्दै आएको। अनि मेरो यीशु ख्रीष्ट मेरो सन्डे स्कुलको यीशु ख्रीष्ट हुनुहुन्छ। आमेन। अनि म टिनेजर भएँ, 16, 17, 18, 19, अब त 10 पनि नागिसक्यो है। 19 देखि उकालो छिरेर कहाँ माथि निकै माथि पुगिसक्यो।
तर मेरो किशोर अवस्था, मेरो टिनको पनि, मेरो टिनेजरको, मेरो इस्यु चाहिँ मेरो टिनेजरको इस्यु हुनुहुन्छ। आमेन। अब टिनेजर पनि पार भयो, अहिले त है म लखा जवान भइसकेको छु। अनि मेरो जवानी अवस्थाको, मेरो यीशु ख्रीष्ट मेरो जवानी अवस्थाको पनि परमेश्वर हुनुहुन्छ। आमेन। एक दिन कपाल फुल्छ, एक दिन अनुहार चौडी पर्छ। अहिले जस्तो स्पिड बोल्न सक्दिनँ है, अहिले सक्दिनँ होला, भा बोल्छु त्यो पनि याद छैन है, सिमाना पनि कोरिहाल्दिनँ। तर एक दिन एउटा उमेर पनि आउँछ जुन उमेरमा आज त 1000 बोल्दै गर्दाखेरि 10 जनाले पत्याउला, तर 10 बोल्दै गर्दा 1000 जनाले पत्याउने उमेर र अनुभव पनि पकाएको हुन्छ त्यति बेला। तर त्यो कपाल फुलेको बेलासम्म र अनुहार चौडी परेको बेलामा मेरो यीशु ख्रीष्ट मेरो वृद्ध अवस्थाको पनि यीशु ख्रीष्ट हुनुहुनेछ। आमेन। त्यसले गर्दा आजभन्दा 16-17 वर्ष अगाडि मेरो हातमा बाइबल थियो, अनि 16-17 वर्ष बितिसक्यो, स्टिल मेरो हातमा बाइबल छ, अनि मेरो ओठमा मेरो यीशु ख्रीष्टको चर्चा छ। आमेन। सो त्यसले गर्दा मैले यो किन भनेको भन्दा एउटा मान्छेले कसरी सुरु गरे त्यो वास्ता गर्दैन, एउटा मान्छेले कसरी कम्प्लिट गर्छ त्यो चाहिँ वास्ता राख्छ। आमेन। म तपाईँहरूभन्दा सुपर होइन, तपाईँहरूभन्दा सबैभन्दा घिनलाग्दो मान्छे म हो, तर मैले एउटा चिज भेटाएको छु, अनि त्यो चिजको नाम चाहिँ हो मर्सी। आमेन। त्यो चिजको नाम चाहिँ हो कृपा। आमेन। त त्यसले गर्दा आज मलाई हिजोदेखि भित्र भइरहेको छ एउटा भार, एउटा त्यसलाई के भन्नु बुझाउनु कसरी बुझाउनु। त्यसले गर्दा अहिले भरै कुनै पनि बेला मेरो आँखाबाट आँसु जिप्टी आउन सक्छ, तर त्यो चाहिँ मलाई म्यालाग्दो बिचारा भएर होइन, तर परमेश्वरको कृतज्ञता उहाँको भलोपनले गर्दा हुन्छ। आमेन। इन केस त्यस्तो भइहाल्यो भनेदेखि भनेको इन केस यो तपाईँलाई अगाडि डिक्लेमर दिइराखेको नि मैले तपाईँलाई है। सो त्यसै कारणले गर्दाखेरि त्यसले गर्दाखेरि आजको बेलुकी म तपाईँहरूसँग के कुराहरू बाँड्दै गर्दाखेरि म के भन्न चाहन्छु भनेदेखि तपाईँहरूभन्दा पावलले भने नि क्या हो, यो वचन हर प्रकारले विश्वासयोग्य छ। प्रभु यीशु ख्रीष्ट पापीहरूको निम्ति आउनुभयो, अनि यो त्यो पापीहरू मध्येमा म पावल चाहिँ सबैभन्दा प्रमुख हो। ऊ चाहिँ डन पापी भनेको नि अब खतरनाक पापी, त्योभन्दा लेभलै छैन। अनि पावलले त्यसो भन्यो, पवित्र जीवन जिउने मान्छे, धर्मी जीवन जिउने मान्छेले पनि आफैले यो भन्यो, म चाहिँ पापीहरूमा सबैभन्दा प्रमुख। अनि पावलले भन्दै गरेको कुरा म इको गर्छु, म दोहोऱ्याउँछु, पापीहरूभन्दा सबैभन्दा मुख्य म। किनभने कतिचोटि हामी अरूलाई फलाम बोकाउँछौँ, आफू चाहिँ रुई पनि उचाल्दैनौँ। कोही बेला हामी थाहै नपाए कतिचोटि हिपोक्रेट भइ पठाउँछौँ। हामी भनी पठाए, बहुवचन लगाइ पठाएछु, एक वचन। कोही बेला म अरूलाई फलम बोकाउँछु तर म रुई पनि टिप्दिनँ। कोही बेला म अरूलाई यो त्यो भन्छु तर मैले नै त्यो मार्कलाई मिस गर्छु। तर पनि अघि ड्रिउले भनेको जस्तै त्यो मिस गरेको मार्क भएको त्यो बोर्डमा जान्छु। म त आर्चरी पनि खेलेको पहिला, अनि त्यो आर्चरी, त्यसले गर्दा मलाई अघि उल्था गर्न सजिलो पर्यो। यस्तो ताकिरहेको हुन्थ्यौँ, त्यो बोर्डलाई ताकेको बिचको येल्लो हुन्छ, त्यहाँ चाहिँ एक्स हुन्छ। 3 वर्ष आर्चरी खेलेको, 4 वर्ष जस्तो खेलेँ म आर्चरी माथि स्पोर्ट्स हस्टेलमा। यस्तो ताकेको, बिचमै ताकेको, तर हावाले गर्दै गर्दा अघि त्यहाँनिर एरो रेस्ट भन्ने हुन्छ, त्यहाँनिर त्यो एउटा पुस बटन भन्ने हुन्छ, त्यहाँ टुपीमाथि चढ्दो रहेछ, अनि एरो त माथि इँटामाथि बराबर चढी गयो। कोही बेला फेरि येल्लोलाई ताकेको त्यो परालतिर पुगिजान्छ। तर के गर्छौ भन्दै गर्दा ला गलत भयो भनेर त्यो एरोलाई छोड्दैनौँ हामी। 30 मिटर 40 मिटर 50 मिटरको हुन्छ है, अनि हामी फेरि 30 मिटर 40 मिटर हिँडेर गएर त्यो एरोलाई फुत्तै निकाल्छौँ। अनि हाम्रो क्युबर, हाम्रो काँड राख्ने ठोकरीमा हाल्छौँ। त्यहाँदेखि फेरि गएर त्यो एरो अघि कहाँ ताक्दै गर्दा कहाँ लागेको थियो, अब अर्को ठाउँमा ताक्नुपर्छ, त्यो क्लक वाइज ताक्नुपर्छ। फेरि आउँछ, त्यहाँदेखि कोही बेला ठ्याक मुटुमै भेटेको जस्तो हुन्छ क्या। त त्यसले गर्दाखेरि मेरो जीवनमा मैले मार्कलाई मिस गरेको छु। अनि पाप भन्ने कुरा नै मिसिङ द मार्क, परमेश्वरले तोकेको कुराहरूलाई मिस गरी पठाउनु, अनि त्यो मैले गरेको छु। अनि मलाई त्यो स्पष्ट याद छ। तर त्यो कुरा गरेर म त्यता मेरो बाटो होइन, म जाँदिनँ। तर आई हेभ फाउन्ड मर्सी, मैले कृपालाई देख्छु। अनि कृपा चाहिँ मेरो लागि शब्द होइन, कृपा चाहिँ मान्छे हो। अनि कृपा इक्वल्स टु जिजस क्राइस्ट। अनि त्यो मर्सीको नाम चाहिँ मेरो प्रभु यीशु ख्रीष्ट हो। आमेन। यो मेरो पछाडि तपाईँले देख्दै हुनुहुन्छ, आज चाहिँ गुड फ्राइडेको बारेमा वचन प्रचार गर्ने रहेछ भनेर बुझ्नुभयो होला कतिजनाले। त योभन्दा अझै फाटेको हुनुपर्ने जस्तो पनि लागिरहेको होला कतिजनालाई है। तर यो चाहिँ बोराको लुगा है, यो स्याक क्लोथ्स भन्छ, बोराको लुगा। अनि यो लुगालाई कतिजनाले चिन्नुभयो, यही त होइन। तर त्यो लुगा, जुन लुगाको बारेमा म कुरा गर्दैछु भन्दैछु, जसको कान छ त्यसले सुनोस्, आत्माले मण्डलीलाई के भन्दैछ भनेको जस्तैको यो लुगालाई कतिजनाले चिन्नुभयो मलाई थाहा छैन, तर म चिन्छु यो लुगालाई, अनि यही लुगाको बारेमा बोल्छु। दो म हाम्रो थिममै म रहन्छु, तर यो लुगाको बारेमा आज म कुरा गर्दैछु। अनि यो लुगा मैले हिजो मैले डाउनलोड गरेँ। अनि यो लुगालाई हेरिरहनु छ, भरैसम्म हामी यो लुगालाई हेरिरहन्छौँ। हेर्दा है लगङ लगाएर एमजीमा घुमुङ खालको छ भन्नुहोस् त। यो लुगा लगाएर तपाईँ है अस्ट्रेलियाबाट है तपाईँ लगाएर यो लगाएर फर्किनु सक्ने खालको लुगा छ। तपाईँको है भुटानबाट आउनु भएको छ, यो लुगा लगाएर फर्किने अवस्था छ। यो लुगालाई तपाईँले डेढा आँखाले पनि हेर्नुहुन्न। तर आज त मैले बिचमै लगाइदिएको छु, सबले हेरोस् भनिकन है।
यो लुगाकै बारेमा हामी कुरा गर्नेछौँ। तर यो लुगाको बारेमा कुरा गर्नुभन्दा अगाडि म एक दुईवटा कुराहरू सर्ट बताएर म जान चाहन्छु। अनि जुन हाम्रो थिम छ गो एन्ड प्रिच द गस्पल अफ किङडम, जाऊ र परमेश्वरको राज्यको बारेमा प्रचार गर, जाऊ राज्यको बारेमा प्रचार गर भनेर भनेको छ। अनि भने नि क्या, म तपाईँलाई भन्छु, एउटा मान्छेले तपाईँलाई तत्याउनु सक्छ, तपाईँहरू पहाड चढ्ने हो पहाड भनेर तपाईँ तातेर हो हामी पहाड चढ्ने हो, गोर्खाली आयो गोर्खाली भनेर तपाईँ हामी पहाड चढ्ने हो भनेर अत्तालेर बक्सरमै कुदी गयो भने चाहिँ तपाईँ नि माथि पहाड चढ्नु गएको किन तत्यायो नि त तपाईँलाई, पहाड चढ्ने हो तिमी भनेर तपाईँ पहाड चढ्नु गएको। टेन्डुङ पहाड चढ्नु सक्छ, टेन्डुङ भनेको चाहिँ साउथ सिक्किमको टप त्यो एउटा पिक हो, डाँडा हो, त्यो चढ्नु सक्छ। त्यो पतलुनमै बक्सरमै टेन्डुङ चढ्नु सक्छ। तर माउन्ट एभरेस्ट पहाड चढ्नुको लागि चाहिँ तपाईँले नि गियर्सहरू, इक्विपमेन्टहरू, तपाईँको अक्सिजनहरू सबै तयार टेन्टहरू लगेर जानुपर्छ। अनि तपाईँलाई सूर्य र पहाड चढ्ने भनेर गयो, तर तपाईँ तयारै भएन, माथि गएर तपाईँ माथि आधी बिचमा पुग्दा तपाईँले यसो भन्छ दम बढ्दैछ हौ भन्छ तपाईँ क्या होइन। अस्ति तल त दम बढेको थियो, किन माथि अक्सिजन लेभल कम्ती हुँदै जान्छ, दम बढ्नु थाल्छ। त्यहाँदेखि चाहिँ निलो निलो कालो कालो देख्न थाल्छ, पुक्लुकै ढल्छ त्यहाँनिर। त्यसले गर्दा आर्मीहरूलाई त त्यो एक्लमटाइज भन्छ क्या, मौसमसँग उनीहरूलाई नि अलिकति फेमिलियर पार्दै एक्लमटाइज गर्दै लान्छ माथि त्यो वार जोनहरूमा। तर तपाईँ जसले गएर माथि त्यहाँदेखि अक्सिजनको कमी भएर तपाईँ के परे त्यो फ्रोस्ट बाइट भएर हिउँले भएर तपाईँ कालै भएर त्यहाँनिर ठहरै मर्छ। के भयो भन्दै गर्दाखेरि यसो हेरेको त बक्सरमै रहेछ पहाड चढ्नु आएको, ऊ तयारै थिएन रहेछ। त्यसले गर्दा हाम्रो यो थिम गर्दै गर्दाखेरि नि पक्का हामी जान्छौँ, पक्का हामी प्रचार गर्छौँ। तर हिजो अघि सलमान दाजुले, ड्रिउले अनि सिलमास दाजुले, सियोन दाले रिपिट गरिरहनु भएको छ, बिहान डिभोसन तपाईँले सुन्नुभयो। अनि जानुपर्ने कुरा सँगसँगै तयार हुनुपर्ने कुरा पनि मलाई बताइरहनु भएको छ। आमेन। सो त्यसले गर्दा म तपाईँलाई एउटा खण्डमा लगेर जान चाहन्छु। सायद छिट्टो हुनुको लागि चाहिँ तपाईँले बाइबल नखोलेको ठिक होला, किनभने मसँग सबै भर्सहरू छ। तर तपाईँको अनडिभाइडेड हार्ट, तपाईँको अविभाजित मन मलाई दियोस्, किनभने म छिट्टो जानु परेको छ, किनभने भरे हामीले प्रार्थना पनि गर्नु परेको छ। अनि यहाँनिर एउटा घटना हामी सबैजनालाई याद छ, एलिसाको समयमा एक दिन सिरिया र इजरायलको वार भयो, आराम र इजरायलको युद्ध भएको घटना कतिजनालाई याद छ। एलिसाले राजा त्यताबाट नजानुहोस् है भन्यो, राजा त्यो बाटो नजानुहोस्, आरामी सेना सिरियन आर्मीहरू त्यो ठाउँमा ढुकिराखेको छ भनेर भन्यो। कतिजनालाई याद छ यो कथा? यसो हात हल्लाइदिनुहोस् त। हामी सबैजना बाइबल पढ्नेहरू हौँ। आमेन। म त बाइबल पढ्ने हो भन्नुहोस् न। छेउको मान्छेको बारेमा चाहिँ थाहा भएन भन्नुहोस् त। त्यसले गर्दा सिरियन आर्मी र अनि इजरायलको आर्मीको बिचमा युद्ध भइराखेको छ, वार भइराखेको छ। त्यति बेला एउटा यस्तो मान्छे छ इजरायलमा, अनि त्यो इजरायलमा त्यो मान्छेको नाम चाहिँ एलिसा हो। मेरो पछि जोडले भन्नुहोस् त, एलिसा भन्नुहोस् त। एलिसाले चाहिँ स्पाई पठाएर है, वकी टकीमा रोजर डेल्टा कपी है, आर्मी सेनाहरू यहाँनिर लुकिरहेको छ, ओभर एन्ड आउट भन्दै भनेको एलिसालाई खबर दिएको हो स्पाईहरूले। एलिसाले उसले न स्पाई पठाएको, न त सिसिटिभी क्यामेरामा हेरेको, आर्मी सेनाहरू त छ्याप्ती लुकिराखेको रहेछ भनेर न त सिसिटिभी क्यामेरामा हेरेको। तर एलिसा एउटा देशमा छ हौ, माझीटार र बागे खोलाको कथा होइन नि यो त। माझीटारमा चाहिँ एलिसा अनि बागे खोलामा चाहिँ आर्मी सेना भने जस्तो होइन, यो चाहिँ दुईटा देश हो, माइल्स टाढो हो यो चाहिँ है। रम्फूमा चाहिँ एलिसा, माझीटारमा चाहिँ सिरियन आर्मी भनेको होइन, यो चाहिँ दुईटा देशको डिस्टेन्स छ, दुईटा देशको डिस्टेन्स। एलिसा चाहिँ इजरायलमा छ अनि सिरियन आर्मी चाहिँ उनीहरूको आफ्नो देशमा छ। तर एलिसाले चाहिँ अब उसकै देशमा उसकै कोठामा बसेर चाहिँ सिरियन आर्मीको कुराहरू चाहिँ ठ्याक बताउँदैछ। अनि एलिसाले भन्दैछ राजा फलाना दिशाबाट नजानुहोस्, किनभने एलिसाले देख्दैछ। मेरो पछि भन्नुहोस् त, एलिसाले देख्दैछ। अनि यसै कारण एलिसाले यो भन्दैछ, राजा फलाना दिशाबाट नजानुहोस् है, किनभने त्यहाँ चाहिँ सिरियन आर्मीले चाहिँ नि छाउनी बनाएर नि ढुकिराखेको छ। अनि हाम्रो सेनाहरू त्यो बाटोबाट गयो भने चाहिँ नि सिरियन आर्मीले नि मार्छ, अनि हाम्रो सैन्य दल मर्छ, अनि हामीलाई क्षति हुन्छ, नोक्सान हुन्छ। अनि प्रत्येकपल्ट एलिसाले भनेकै गर्यो अनि गएन। फेरि नेक्स्ट टाइम सिरियन आर्मीको राजा चाहिँ नि फेरि रिसायो, अर्को ठाउँमा ढुक, अर्को ठाउँमा छाउनी बनाऊ, अर्को ठाउँमा तिमीहरू नि आक्रमणको लागि बसिराख। फेरि अर्को ठाउँ छाउनी हाल्यो। फेरि एलिसाले नि इजरायलबाट राजालाई सल्लाह दिँदैछ, राजा फल्ना दिशाबाट नजानुहोस्, त्यहाँ पनि तिनीहरूले ढुकिराखेको छ। मेरो पछि भन्नुहोस् त, एलिसाले देख्दैछ। अनि फेरि प्रत्येकपल्ट त्यो बाटोबाट गएन, फेरि उनीहरू त ढुक्नु मात्रै पर्यो है। ढुक्दा
ढुक्दा केही उपाय लागेन। त्यति बेला नि सिरियाको अथवा आरामको राजाले रिस उठ्यो, हाम्रो बिचमा को चाहिँ छौ धोकेबाज, कसले चाहिँ खबर दिँदैछ, को छ खबरी? त्यति बेला नि एलिसाको बारेमा नि अर्को देशमा नि एउटा मान्छेले यसो भन्दैछ, राजा हाम्रो बिचमा कोही धोकेबाज छैन, तर हाम्रोमा चाहिँ छैन, तर इजरायलमा चाहिँ छ। एउटा यस्तो मान्छे छ जसले तपाईँले गरेको सुत्ने कोठामा गरेको गफ पनि सुनिकन उसको राजालाई बताइदिन्छ। एलिसाले सुन्दैछ भन्नुहोस् त, एलिसाले सुन्दैछ भन्नुहोस् त। भनेपछि एलिसाले देख्दै पनि छ, एलिसाले के पनि गर्दैछ, सुन्दै पनि छ। अर्को देशको रणनीतिहरू इजरायलमा बसेर देख्दैछ। अर्को देशमा राजाको कोठामा त नि तपाईँ कोही बेला त रानी पनि जानु पाउँदैन। एस्तरको किताबमा हामी देख्छौँ, किन भन्नुहोस् त, त्यो च्याप्टर राजदण्ड पसारे भने मात्रै राजा कहाँ जानुपर्ने। वहीँको राजाको बेडरुमको कुरा, न त उसको रानी धरी पस्नु नपाउने, अनुमति नपाउने ठाउँमा राजाको बेडरुममा गर्ने गुप्त खुसुर पुसुर गरेको गफ धरी एलिसाले सुन्दैछ। एलिसाले सुन्दैछ अनि उसको राजालाई बताउँदैछ। राजाले यो सल्लाह गर्दैछ है। एलिसाले देख्दैछ, एलिसाले सुन्दैछ अनि एलिसाले के गर्दैछ भन्नुहोस् त, उसको राजालाई बताउँदैछ। मेरो विषय भन्नुहोस् त, एलिसाले देख्दैछ, एलिसाले सुन्दैछ अनि एलिसाले बोल्दैछ, बताउँदैछ। मेरो प्यारो दाजुभाइ दिदीबहिनी आमा बाबु, हामीले देखेनौँ भने अनि हामीले सुनेनौँ भने हामीले बताउने कुरा नै हाम्रो मुखमा हुँदैन। हामीले देखेको छैनौँ, हामीले सुनेको छैनौँ, के बताउनु? हामीले सुनेको छैनौँ, देखेको छैनौँ, के कुराहरू चर्को आवाजमा घोषणा गर्नु? तर यहाँनिर एउटा यस्तो मान्छे छ एलिसा, जसले देख्दैछ, जसले सुन्दैछ अनि भन्नु सक्दैछ अनि बोल्नु सक्दैछ। अनि त्यति बेला राजालाई रिस उठ्यो, म यो घटना चाहिँ तपाईँलाई चाहिँ नि दोस्रो राजा 6 को घटना म तपाईँलाई बताउँदैछु। किन गइनँ भनेर भन्दै गर्दाखेरि चाहिँ समय बचाउनुको लागि चाहिँ म त्यहाँनिर गइनँ। त्यसले गर्दा म सरसर म तपाईँलाई बताउँदैछु। त्यसले गर्दै गर्दाखेरि त्यति बेला राजालाई रिस उठ्यो है। सिरियाको राजा त्यो कहाँ छ, एलिसा कहाँ छ? बिचारा एलिसा एकजना अनि उसको दास छ एकजना, दुईजना मात्रै छ बाइबलमा अहिले सिनमा आएको। दुईजना मान्छे, मेन त एलिसा हो। त्यो कहाँ छ एलिसा, त्यो कहाँ छ? त्यो त दोतानमा छ राजा, दोतानमा आधा रातमा नि एलिसालाई पक्रिनको लागि राजाले हजारौं सैन्यदल, घोडचढी, तरवारहरू, धनुधारीहरू, सिपालु योद्धाहरू, स्किल्ड वरियर्सहरूलाई पठायो। कतिजनालाई मार्नु र कतिजनालाई पक्रिनु। एकजना एलिसा सुन्ने मान्छे र देख्ने मान्छेले नि अर्को देशको सबै सैन्यदल, डिफेन्स फोर्सलाई नि गटङटङ हल्लाइदिँदैछ। आधा रातमा नि घोडचढी हजारौं संख्यामा आर्मीहरू गएर दोतानलाई हेर्यो। आज नर्ककुण्डको क्याम्पमा, शत्रुको छाउनीमा तपाईँको नाम बोल्दै गर्दा शत्रुले क्याम्पै पठाउँछ कि बेबिचारको आत्मा बक्सरमा आएर तपाईँलाई पाक्लाक पुक्लु पारेर जान्छ कि यसो भन्छ, तपाईँहरू बस्दै गर्नुहोस्, सुर्ती चेप्ने आत्मा आएर मै गएर आछु भनेर तितेपातीको डन्ठी हल्लाउँदै सुर्ती खाने आत्मा आएर चाहिँ तपाईँलाई पाक्ला पुक्लु त्यहाँदेखि परीक्षा लड्यो भनेर है। सुर्ती खाने आत्मा आएर पाक्ला पुक्लु पारेर जाँदैछ। बेविचार गर्नु लाउने आत्मा आएर नि पाक्ला पुक्लु पिट पाट चर्चा नआउने है, विरोध गर्ने, मन दुखाउने पारेर जाँदैछ। कि शत्रुको छाउनीमा सत्य हो भन्दै गर्दा के भन्दैछ? शत्रुको छाउनीमा तपाईँको नाउँ उच्चारण हुँदै गर्दा छाउनीमा, शत्रुको छाउनीमा कस्तो तल्का हुँदैछ कि शत्रुको छाउनी त्यसलाई लडौँ कुरौटे आत्मा आएर सुन्यौ भनेर सुरु हुन्छ नि। तपाईँलाई याद छ सुन्यौ भन्ने आत्मा? त्यो आत्माकै नाम के अरे भन्नुहोस् त? सुन्यौ भन्ने स्पिरिट। के भन्ने? सुन्यौ भन्ने स्पिरिट टक्कै आएर चाहिँ नि सुन्यौ भन्नेले त्यहाँ चाहिँ फेरि स्वात्तै पछि गएछ नि कुरा गरेको त्यहाँनिर झालमुरी चटपटी बनाएर त्यो डल्ले खोर्सानी मिसिएको चाहिँ 1 चम्ची हालिदेऊ त भनेर त्यस्तो यस्तै फल्न एकछिन म वासरुम गएर आएँ त फेरि वासरुम गएर म कहाँ पो थिएँ भन्दै फेरि अर्का कुरा गर्ने। तपाईँ हाँस्दै हुनुहोस् तर यथार्थ हो किन भन्नुहोस् त? कि त्यो कुरौटे आत्मा आएर तपाईँलाई पाक्ला पुक्लु बनाउँदैछ। 12 खेप धुलाइ खाएको मान्छेलाई चाहिँ माघे मेलामा पनि चिन्छ नि, हो किन भन्नुहोस् त? तपाईँलाई 12 खेप पिटेको छ भने नि माघे मेलामा पनि परै चिन्छ, यसलाई मलाई हिर्काएको भनेर। शत्रुलाई तपाईँले बेबिचार लिएर आउँछ, लुला यीशुको नाउँमा, अघि ड्युले भनेको जस्तै माइन्डमा त्यसले ल्याउँछ अनि भन्छ यीशुको नाउँ मेरो जीवन परमेश्वरको अधीनमा छ, त हटेर जा भन्दै गर्दा त्यसले एक घुसी त भेट्यो नि त, टक्सिङ भेट्यो, त्यसले कान निमट्यो, छरी उखाल्यो तपाईँले, हो किन भन्नुहोस् त?
गर्दै गयो त्यो बेविचारको आत्मा फेरि रिसको आत्मा आयो तपाईँलाई रिस उठाउनु कुरौटे आत्मा कुराको निकाल्नु तपाईँले भन्नुभयो यीशुको नाममा म चाहिँ परमेश्वरको यो मुख चाहिँ यीशुलाई दिइसकेको छु अर्काको कुरा गर्नु होइन ख्रिस्टको देहको विरोध गर्नु होइन जरा काट्नु होइन यीशुको नाममा हटेर जा दुई घुसी खाइहाल्यो घुसी भेट्दा भूतले पनि चिन्छ नि त हौ इस्केवासको पुजारीको 7 जना छोराहरूलाई घटनालाई पढ्नुहोस् त सोलोमन दाले भन्नुहुँदै थियो भूतले के भन्यो भन्नुहोस् त त्यो इस्केवासको 7 जना प्रधान पुजारीको 7 जना छोराले भन्यो पावलले प्रचार गरेको यीशु ख्रिस्टको नाममा हटेर जा फ्रिक्वेन्सी पनि दामी छ टोन पनि दामी छ आवाज पनि तर अधिकारै छैन भूतले के भन्यो म यीशुलाई पनि चिन्छु म पावललाई पनि चिन्छु तँ चाहिँ को भनेर यति धुलो पिठो बनायो सोलोमन दाले अघि भन्नुहुँदै थियो त नाङ्गो झार बनाएर भाग्नु पर्यो भूतले यही भन्यो म पावललाई पनि चिन्छु म यीशुलाई पनि चिन्छु तपाईँलाई हामीलाई नि दुईटा संसारले चाहिँ पुरा चिनेको हुन्छ परमेश्वरले अनि भूतले अब मान्छेले त चिन्दैन नि किन अब मलाई पनि स्वर्गदूत जस्तै देखिरहेको होला म पनि तपाईँलाई स्वर्गदूत जस्तै देखिरहेको छु भित्र के छ नि मान्छेले चाहिँ चिन्दैन मान्छेलाई झुकाउनु छल्नु सक्छ तर परमेश्वरलाई छल्नु सक्दैन भूतलाई छल्नु सक्दैन अनि भूतले भने म यीशुलाई पनि चिन्छु पावललाई पनि चिन्छु तर तिमीहरू चाहिँ को हो अनि एलिसाको नाम आउँदै गर्दा नि आधा रातमा नि हजारौँको सैन्य दल आएर नि दोतानलाई घेर्यो मेरो प्यारो दाजुभाइ दिदीबहिनी आमा बाबु तपाईँको नाउँ नर्ककुण्डमा उच्चारण हुँदै गर्दा के तपाईँको नाउँ नर्ककुण्डले परमेश्वरलाई धोका नदिने मान्छे भनेर चिन्छ सोलोमन दाजुले अति शक्तिशाली कुरा भन्नुभयो म त थाम्दा म त भावुक भएर पनि होइन माया लाग्दो भएन तर त्यो सत्यता अनि उहाँ स्थिर भएको कुराले नि म त्यहाँ कुनामा बसेर मेरो आँसुहरू उछिटी आउँछ भनेर भित्र खाद्दा भएर किन भन्नुहोस् त जुन उहाँले सत्यता बताइरहनु भएको थियो नि जुन उहाँले त्यो कुरा गर्नुहुँदै नि म तपाईँलाई आजको यस समय के भन्दैछु भने नि एलिसा यस्तो मान्छे देख्ने मान्छे सुन्ने मान्छे अनि रातमा घेर्यो तर अर्को मान्छे आयो दिशा गर्नु उसको नोकर जाँदै गर्दा म छिटो जान्छु यसो हेरेको त वरिपरि शत्रुले घेरिरहेको रहेछ है आरामी सेनाले सिरियन आर्मीले घेरिरहेको रहेछ घोडचढी रथहरू डरलाग्दो घेरिराखेको थियो रातो पिरो निलो इन्द्रेणी जस्तो भएर चाहिँ भित्र भागेर आयो मालिक हामी नाश भयौँ अब सक्यो आमा भनेको जस्तो अब सक्यो अब हामी गयौँ द एन्ड भएछ अब के भयो एलिसा कुल छ एलिसालाई भन्छ हामीलाई शत्रुले घेरेछ एलिसाले कुल भएर भन्दैछ नडरा किनभने तिनीहरूसँग भएको भन्दा हामीहरूसँग भएको धेरै छ अनि एलिसाले भन्यो प्रभु यो जवान मान्छेको आँखालाई खोलिदिनुहोस् अनि त्यो जवान मान्छेको आँखा अघि चाहिँ नदेखेर डराएको होइन देखेरै डराएको त्यो चाहिँ उसको यो आँखाले देखेर डराएको अब उसको त्यो अघि ड्युले भन्दै गरेको जब आत्माको आँखा खोल्यो नि उसले देख्नुपर्ने कुरालाई देख्यो जुन कुरा चाहिँ एलिसाले उहिलेदेखि देख्दै आएको थियो देख्ने मान्छे यस्तो हेरेको त 18 फिटको स्वर्गीय दूत 60 फिटको स्वर्गीय दूत अग्निमय तरवार बोकेर डणाक स्वर्गीय दूत उनीहरूसँग 100 छ भने त 1000 जना उनीहरू पछाडि स्वर्गीय दूत देख्दा त उसलाई पनि आँट आइहाल्यो नि उसलाई पनि आँट आयो नि बाउ हुँदै गर्दा नानीले अर्काले नि खोजेको आइज त के भन्दै थिइस् अघि त्यस भनेको जस्तो क्या एलिसा त्यो रोकलाई पुरा आँट आइहाल्यो त्यति बेला तपाईँले आछ एलिसा ट्याक्कै शत्रुहरू त आक्रमण गर्नु आयो एलिसाले सिम्पल भन्यो एलिसाले यसो भनेर त 5 मिनट अनन टङमा प्रे गर्नु रिखा थालाबा रिखो थालाबा याखा थालाबा रिखो थालामा 5 मिनट अनन टङमा प्रार्थना गर्नु अघि घाँटी भुइँमा हुन्थ्यो एलिसाको 5 मिनट अनन टङमा प्रार्थना चाहिँ उहिलेदेखि गर्दै आएको थियो 1 घन्टा अनन टङमा प्रार्थना उहिलेदेखि गर्दै आएको थियो म त प्रभुसँग बात मार्नु भन्ने कुरा फेरि अनन टङ त्यति बेला थियो र भनेर फेरि दिमाग नलाउनुहोस् फेरि मलाई प्रभुसँग बात मार्दै आउने कुरा चाहिँ उहिलेदेखि गर्दै आउँदै थियो प्रार्थना चाहिँ उसको लागि चाहिँ उसले त्यो के अरे छुटाउनु पर्ने होइन प्रार्थना नै जीवनशैली थियो बाइबलले भन्छ रोमी 12 को 12 मा हुनुपर्ने निरन्तर प्रार्थना गर प्रे विदाउट सिजिङ नरोकिकन प्रार्थना गर्नु भनेको छ बेलुका 1 घन्टा बिहान 1 घन्टा दिउँसो 1 घन्टा प्रार्थना गर रोमी 12 को 12 मा भनेको छ नि नरोकिकन निरन्तर प्रार्थना गर प्रार्थना चाहिँ नि भात आउँदा गर्ने तिउन आउँदा गर्ने प्रभु यो गाडी चक्का कलपुर्जा इन्जिनहरूमा है गियर बक्सहरूमा यो सबै कुरामा यो म ब्रेक प्याडहरूमा तपाईँको रगत लाउँछु यो बेला गर्ने प्रार्थना अचार होइन यो मियोनिज होइन प्रार्थना चाहिँ जीवनशैली हो आमेन अनि यो चाहिँ एलिसाले जीवनशैली बनाएको थियो अनि एलिसाले सिम्पल भन्यो एज इफ प्रभुले नि एलिसा कहिले बोल्छ भने यसको कुरा सुनौँ भनिकन प्रभुको कान चाहिँ नि एलिसाको मुखतर्फ फर्केको थियो अनि एलिसाले सिम्पल भन्यो प्रभु यो मान्छेहरूको यो सेनाहरूको आँखा अन्धा पारिदिनुहोस् 5 मिनट अनन टङ 3 स्टेप
प्रोक्लेमिङ एन्ड डिक्लेयरिङ भन्ने उसले क्लास लगाएन। सिम्पल, प्रभु यिनीहरूको आँखा अन्ध पारिदिनुहोस्। आँखा छाम र छुमछुम गर्ने भयो। एलिसा देख्ने मान्छे, सुन्ने मान्छे, अब उसले बोल्दैछ। आमेन। अब उसले बोल्दै गर्दा घटनाहरू घट्दैछ। अब उसले बोल्दै गर्दाखेरि चाहिँ आश्चर्य कर्म हुँदैछ। नेचुरल वर्ल्डमा सुपर नेचुरल इन्सिडेन्टहरू चाहिँ घट्दैछ। आमेन आमेन। एलिसाले बोल्दैछ, अन्धा पारिदिन्छ, अन्धा भयो छामछाम। अनि एलिसाले त पुरा उनीहरूले जोक गर्न थाल्यो, जोक लिँदा उठाउन थाल्यो। तिमीहरू कहाँ आएको, रङ्गे ड्रेसमा आएछौ है, आऊ तिमीहरू भएको ठाउँ, तिमीहरू जानु चाहेको ठाउँमा म लान्छु। उनीहरूले लिएर आएर चाहिँ नि इजरायलको राजा आर्मी भएको त्यो आँगनमै ठ्याक्कै राखेर। सिम्पल। यहाँ पनि एज इफ प्रभुको कान चाहिँ एलिसाको मुखमै फर्केको जस्तै, कहिले यो बोल्छ र म यसको कुरा पुरा गरिदिउँ। अनि एलिसाले भने, प्रभु यिनीहरूको आँखालाई खोलिदिनुहोस्। आज तपाईँले एक शब्द बोल्दा उहाँले उत्तर दिनु आतुरी गर्ने के तपाईँको उहाँसँगको त्यो स्ट्यान्डर्डको त्यो सम्मको घनिष्ठता छ कि 1 वर्ष भयो माग्दा हत्तु भएर अब नहुने रहेछौ भनेर भन्नुहुँदैछ। कोहीले चाहिँ 1 वर्ष मागेर पनि पाउँदैन, कोहीले चाहिँ नि बोल्नु बित्तिकै उत्तर पाउँदैछ। प्रभु यिनीहरूको आँखालाई खोलिदिनुहोस्। पिलिक्कै खोलेको त अरे राजाले इजरायलको आर्मीले पो घेरिरहेछ। त्यहाँदेखि त के भन्यो, राजालाई पनि आँटाइहाल्यो नि त्यहाँ त, म यिनीहरूलाई मारौँ। अघिसम्म चाहिँ कहाँ थियो त्यो, अब चाहिँ मारौँ यिनीहरूलाई। एलिसाले भन्यो, होइन यिनीहरूलाई नमार्नुहोस्, यिनीहरूलाई बरु लन्च खुवाउनुहोस् न भनेर। मार्नु आएकोलाई लन्च खायो अन्त। कस्तो चाहिँ लाज भयो होला, त्यो एक घाँस चाहिँ नि लाज मर्दो घाँस थियो, खानु पनि सकेको सिरियन आर्मीहरूले, मार्नु आएको मान्छेले खुवाउँदैछ। खायो कि उनीहरूले, खायो, मासुम खायो होला, भोज खायो। बाइबलले भन्छ त्यो दिन चाहिँ नि सिरिया र इजरायलको, आराम र इजरायलको युद्ध रोक्यो। एउटा मान्छे देख्दै गर्दा, एउटा मान्छेले सुन्दै गर्दा, अनि एउटा मान्छेले बोल्दै गर्दा दुईटा देशको युद्ध चाहिँ समाप्त हुँदैछ। आमेन। दुईटा देशको लडाई चाहिँ रोकिँदैछ। आमेन। अब आमेन आमेन भन्नुभयो। अब अझै तित्तो 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 हुँदै जान्छ। अब सुन्नुहोस् ल, आमेन आमेन भन्नुभयो तपाईँले। तर तपाईँलाई एउटा मान्छेले नि देख्दै गर्दा सुन्दै गर्दा युद्ध रोकिँदैछ। त्यही घटना यही दोस्रो राजा 6 मा अलिक मुनि जानुभयो भने सामरीमा अनिकाल परेको छ। फेरि नेक्स्ट आएको छ सिरियन आर्मीहरू आक्रमण गर्नु। त्यो अनिकालमा पनि फेरि एलिसाले देख्दैछन्, एलिसाले सुन्दैछ। के भन्दैछ, भोलिको दिनमा यही समयमा चाहिँ सस्तो, अब हाम्रो भर्जनमा भन्छु, सस्तोभन्दा सस्तो दाममा चाहिँ अन्न अनि गहुँहरू बिक्री हुन्छ। 1 रुपियाँमा 1 केजी चामल भनेको जस्तो। राजाको अङ्गरक्षकले के भन्यो, यो त भगवानले, देवताले, ईश्वरले स्वर्गको झ्याल खोल्यो भने पनि हुँदैन भन्यो। एलिसाले के भन्यो, तैँले देख्छस् तेरै आँखाले, तर तैँले खानु पाउँदैन। कस्तो छुच्चा मान्छे, बोली खसेकै छैन, अर्कोको अघि दिइहाल्यो, ठटाइहाल्यो। तैँले देख्छस् तर तेरै आँखा तैँले खानु पाउँदैन। दुरुस्तै घटना भयो। एलिसाले देख्दैछ, एलिसाले सुन्दैछ। भोलि नि आरामी सेनाहरूको छाउनीमा चाहिँ परमेश्वरले खैला बैला मचाएको थियो, भागेर गएको थियो। अनि 2 जना कोरीहरू गयो, त्यहाँनिर 2 जना हुनुपर्ने। अनि यसो हेरेको त कोही थिएन, खबर दियो। इजरायलीहरू आरामी सेनाको छाउनीमा गयो, टन्नै प्रशस्त अन्नहरू लिएर आयो। साँच्ची नै भोलिको दिनमा सस्तोभन्दा सस्तो दाममा अन्न बिक्री भयो। अनि मान्छे तैछाड मैछाड गर्दै गर्दा हिजो त्यो बोल्ने मान्छे, देवताले, ईश्वरले स्वर्गको भण्डार खोल्यो भने यस्तो हुँदैन भन्ने मान्छे चाहिँ नि भिडले गर्दाखेरि नि उसलाई किच्चाएर मार्यो। एलिसाले देख्दैछ हुन आउने घटना, एलिसाले सुन्दैछ, अनि उसले बोल्दै गर्दा नि घटनाहरू गर्दैछ। एउटा एलिसाले बोल्दै गर्दा नि सहरको अनिकाल चाहिँ प्रशस्ततामा परिवर्तन हुँदैछ। एउटा एलिसाले बोल्दै गर्दा दुईटा देशको लडाइँहरू रोकिँदैछ। आजको युगको एलिसा, मेरो आमा बाबु, मेरो दाजुभाइ दिदीबहिनी, तपाईँ हामी यो युगको एलिसाहरू हौँ। के हामीले बोल्दै गर्दा युद्ध रोकिँदैछ कि तल्लो घर र माथिल्लो घर ढुङ्गा हानाहान हुँदैछ? हो किन भन्नुहोस् त? हामी चाहिँ दुईटा बिचमा झगडा पार्ने हौ हामी। प्रभुले सबैभन्दा घिनाको मान्छे चाहिँ नि भाइ भाइमा दुश्मनी उत्पन्न गरिदिने हो है। मर्डरहरू भन्दा पनि नि सबैभन्दा प्रभुलाई घिन लाग्ने कुरा चाहिँ नि एक अर्काप्रति नि दुश्मनी उब्जाइदिनेलाई नि परमेश्वरले अचाकली साह्रै घृणा गर्नुहुन्छ। दिदीबहिनी बिचमा, भाइ भाइ बिचमा शत्रुता ल्याउने, दुश्मनी ल्याउनेलाई नि प्रभुले सबभन्दा बेसी घृणा गर्नुहुन्छ। मर्डर भन्दा पनि बेसी घृणा गर्नुहुन्छ। एउटा एलिसाले दुईटा देशको युद्धलाई रोक्दैछ, एउटा एलिसाले अनिकाललाई प्रशस्ततामा बदलाउँदैछ। तर आजको युगको एलिसाहरू आजको सहरलाई बदलाउने, प्रसार गर्ने, बोल्ने मान्छेसँग मुखमा बोल्ने कुरै छैन। आजको युगको
प्रचार गरेर मर्दै गरेकोलाई बचाउने, सुसाइड गर्नेलाई बचाउने मान्छे, एन्जाइटी, डिप्रेसन, शत्रुले टर्मेन्ट, टर्चर गर्दै गरेको मान्छे, एलजिबिटीको लेस्बियन, गेमा पापमा परेको मान्छेलाई पापको खाल्डोबाट बचाउनको लागि बचाउने एलिसा, बचाउने दिदीबहिनीको जीवनमा, दाजुभाइको जीवनमा बोल्नुको लागि शब्द छैन, बोल्नुको लागि शब्द छैन। त्यसले गर्दा हाम्रो खुट्टाहरू रोकिएको छ। हिजो सुभाष दाजुले एउटा पोएटिक वर्ड चलाउनु हुँदै थियो, हाम्रो सुसमाचारको यात्रा कुन गल्लीमा गएर अड्कियो भने। एउटा ठाउँमा आएर हामी अड्क्यौँ, एउटा ठाउँमा आएर हामी रोक्यौँ। किन रोक्यो तपाईँले याद छ? किनभने हामीले हाम्रो आँखामा नि देख्ने कुरै थिएन अनि हाम्रो कानमा सुन्ने शब्दहरू थिएन, यसै गर्दा हाम्रो मुखमा बोल्ने कुराहरू थिएन। आज बाल्कनीमा हुनुहुने, तपाईँ तल हुनुहुने, मभन्दा ठुलो लिडर्स तपाईँ सबैजना आदर गर्छु, र यो कुराले मेरो हृदयलाई खाइरहेछ। त्यो चाहिँ के हो भन्दा हामीले नदेखेको कारणले गर्दा, हामीले नसुनेको कारणले गर्दा हामीसँग बोल्ने कुरा छैन, अनि हामी नबोलेको कारणले गर्दा मर्ने मरिराखेको छ, सुसाइड गरिराखेको छ, पापमा मरिराखेको छ। अनि हामीलाई लुतो नकनाई, चिलाइ नकनाई, हामीलाई केही छैन। किनभने उनीहरू हाम्रो छोराहरू होइन, हाम्रो भाइहरू होइन, हाम्रो दाजुहरू होइन, हाम्रो छिमेकी होइन। त्यहाँदेखि हामीलाई केही पर्वाह छैन, दुखेको पनि छैन, हामीलाई पोलेको पनि छैन। त्यसले गर्दा हामी चुपचाप छौँ, बोल्छौँ, बोल्नु चाहिँ अर्काको कुरा गर्नु बोल्छौँ, फल्ना झुटो हो भनेर बोल्छौँ। बोल्ने कुरा प्रशस्तै छ तर ईश्वरी कुरा छैन। बोल्ने कुरा प्रशस्तै छ तर यीशुको मुटुमा, यीशुको छातीमा, यीशुको हृदयमा भएको कुराहरू होइन। हाम्रो सुन्ने कान, हाम्रो देख्ने आँखा बाक्लो अन्ध्यारो भएको छ, अनि हाम्रो मुखहरू चाहिँ ताला लागेको छ, अनि संसार चाहिँ मर्दैछ। हामी माथिको आकाश चाहिँ पित्तलको, हामी मुनिको भुइँ चाहिँ फलामको, अनि निनवे सहर जस्तै हाम्रो मानिसहरू चाहिँ दाहिने हात र देब्रे हात नचिन्ने भएको छ। त्यो दाहिने हात र देब्रे हात नचिन्ने भने के हो? तपाईँले आज हाम्रो साउथ सिक्किममा यस्तो घटना घट्यो। एउटा नानी कुद्दै थानामा गयो अनि कम्प्लेन गर्यो। के भयो? उसको बाउले त्यो छोरीलाई नि बलात्कार गर्दै आएको थिएछ। त्यो दिन चाहिँ त्यो नानी भागेर गएर अहिले थानामा पुगेको थियो। हाम्रो सहरहरू, हाम्रो मान्छेहरू दाहिने हात र देब्रे हात नचिन्ने भएको छ, बाउले छोरी नचिन्ने भएको छ, दाजुले बहिनी नचिन्ने भएको छ। हाम्रो सहरहरू बाउ बिनाको टुक्रा जस्तो भएको छ। किन भन्नुहोस् त? किनभने हाम्रो सुन्ने कान बन्द भएको छ, देख्ने आँखा अन्धो भएको छ, अनि बोल्ने मुख ताला लगाएको छ शत्रुले। अब यो किन यस्तो भयो भन्दै गर्दा नि तपाईँले इजिकेल 37मा हेर्नुभयो भने नि इजिकेललाई प्रभुले नि एउटा यस्तो ठाउँमा लानुभयो, दाहिने देब्रे हाडै हाड हड्डी खुड्डी कङ्गालहरू। प्रभुले भन्नुभयो, ए मानिस, यो हाडहरू जिउँदो हुनसक्छ? इजिकेलले भन्छ, प्रभु तपाईँ जान्नुहुन्छ। इजिकेलले देख्दैछ एलिसाले जस्तै सुक्खा हाडहरू, अनि इजिकेलले सुन्दैछ परमेश्वरको आवाज, ए मानिस, के यो हाडहरू जिउँदो हुनसक्छ? एलिसा जसरी सुन्ने र देख्ने मान्छे थियो, इजिकेल 37 अध्यायमा इजिकेल पनि सुन्ने र देख्ने मान्छे थियो। ए मानिस, के यो हाडहरू जिउँदो हुनसक्छ? ए जसुवा क्याम्प मिटिङमा आएको मान्छे, के नेपाल, के भुटान, के अस्ट्रेलिया, के युके, के अमेरिका, के इन्डिया, यो सहरहरूमा, यो देशहरूमा मर्दै गरेको एन्जाइटीले, डिप्रेसनले, सुसाइडले, डरले, बेबिचारले, ड्रग्सले मर्दै गरेको मानिसहरू के फर्कन सक्छ? जिउँदो हुन सक्छ, नयाँ जीवन पाउन सक्छ। त्यो भनेको जस्तै हो। इजिकेलले देख्दैछ सुक्खा हाड, अनि इजिकेलले सुन्दैछ परमेश्वरको प्रश्न, जिउँदो हुन सक्छ? अनि इजिकेलले भन्दैछ, प्रभु तपाईँ जान्नुहुन्छ। अनि प्रभुले भन्यो इजिकेललाई, सुन्दैछ नि त, सुन्दैछ इजिकेलले, बोल बोल यसुका हाडहरूमा जीवन, बोल यसुका हाडहरूमा जीवन, बोल, स्पिक आउट बोल। इजिकेलले बोल्न सुरु गर्यो, ए चारैतिरको हाडहरू जोडी जा। बाइबलले भन्छ त्यो हाड दाहिनेबाट देब्रेबाट नि भेला भएर नि जोडिन सुरु गर्यो। बोल, यो हाडहरूमा मासु बोल, यो हाडहरू मासुले भरिजा, यो हाडहरू नसाले भरिजा, ए हाडहरूमा रगतले भरिजा, यो हाडहरू नसाले भरियोस्। इजिकेलले देख्दै गर्दा, इजिकेलले परमेश्वरको आवाज सुन्दै गर्दा इजिकेलले बोल्दैछ। इजिकेलले नदेखेको भए, नसुनेको भए बोल्ने शब्द हुन्थेन। देखेको कारणले गर्दा, सुनेको कारणले गर्दा
इजिकेलको मुखमा बोल्ने शब्दहरू छ। अनि जब इजिकेलले बोल्न थाल्यो नि, हाडहरू जोडे एउटा मानिस, ठुलो मानिसको समूह भयो। यसो हेरेको मानिसको समूह हो, तर जिउँदो चाहिँ थिएन। ए मानिस, यो बतासहरूलाई अगमबानी गर। अनि इजिकेलले बोल्यो, ए बतास, आएर यी मानिसहरूमा सास बढिदे। चारैतिरबाट बतासहरू ओर्लेर आएर नि त्यो मानिसहरूभित्र स्वाटै फस्यो। बाइबलले भन्छ त्यो अघिको कङ्गालहरू, हाडहरू एउटा ठुलो सैन्य दल भइकन खडा भयो। ठुलो सैन्य दल भइकन खडा भयो। हामी पनि, हाम्रो जीवन पनि हाड जस्तो थियो। हाड, हड्डी, कङ्गाल, सिनो, पापको अड्डा, पापको घर, पापको भवन थियो। हाम्रो जीवनमा बोल्ने मान्छेहरू थियो। हाम्रो जीवनमा नि बोलिदिने मान्छेहरू थियो। हामीले सिलवान्स दाजु, सोलोमन दाजुको वचन नि सानोदेखि सुन्दै आएको। सिलवान्स दाजु रातो कार्ड लिएर नाम्ची एचएफसी चर्चतिर आउनुहुन्थ्यो। हामी केटाकेटीहरू थियौँ त्यति बेला, हामी सेलहरू सुन्नु त्यहाँनिर जान्थ्यौँ। त्यसरी हामीले अरूको वचनहरू पनि सुन्दै, त्यसरी नै बोल्ने मान्छे कुरा सुन्दै सुन्दै हामी हुर्क्यौँ। अनि प्रभुले हाम्रो जीवनलाई बदलाउनु भयो, किनभने हाम्रो जीवनमा बोल्ने मान्छेहरू थियो। देख्ने मान्छे र सुन्ने मान्छेको मुखमा चाहिँ बोल्ने शब्द हुन्छ। तर आज मेरो प्यारो दाजुभाइ, दिदीबहिनी, आमा बाबु, हामी नबोलेको कारणले गर्दा नि आज हाम्रो सहरहरू मर्दैछ, हाम्रो मानिसहरू मर्दैछ, सुसाइड गर्दैछ। अनि हामीलाई लुत्तो नखनाइ, चिल्लाइ नखनाइ, के अरे, न त्यो आमापट्टिको न बाउपट्टिको, तर यीशुपट्टिको त हो नि त हौ। यीशुपट्टिको त हो नि त। यीशुले आफ्नो रगत बगाइकन, नाङ्गोइ भइकन उहाँको रगतले किनेको मान्छे हो। अनि उनीहरूसँग हाम्रो रगतको नाता छ। बाउपट्टिको र आमापट्टिको होइन होला, यीशुपट्टिको हो, यीशुपट्टिको हो। अनि यीशुले उनीहरूलाई माया गर्छ। यदि हामी पनि यीशुपट्टिको हो भने चाहिँ नि हामीले उनीहरूलाई पनि माया गर्थ्यौँ। तर हामी यीशुपट्टिको चाहिँ बेला बेला हो। कति चाहिँ हाम्रो लागि त यीशु कोही बेला नि, हाम्रो लागि यीशु चाहिँ नि निको पारिदिने मात्रै हो। कतिजनाको लागि यीशु बिजुवा जस्तो मात्रै होला, निको, बिमार हुँदा निको पारिदिने। कतिजनाको लागि यीशु ख्रिस्ट चाहिँ नि ब्याङ्क होला, एचडिएफसी ब्याङ्क है, एसबिआई ब्याङ्क भनेको जस्तै खाँचो पर्दा जुटाइदिने। कतिजनाको लागि यीशु ख्रिस्ट बाइबल चाहिँ नि निन्द्रामा ऐछन पर्दै गर्दाखेरि सिरानीमा चेप्ने मात्रै होला, सिरानीमा चेप्ने मात्रै होला। तर म तपाईँलाई भनिदिउँ, यीशु ख्रिस्ट त्योभन्दा बेसी हुनुहुन्छ। आज मेरो प्यारो दाजुभाइ, दिदीबहिनी, आज हाम्रोमा मुखमा किन बोल्ने शब्द छैन भन्दै गर्दाखेरि नि हामीले हाम्रो चिनारी बिर्सेका छौँ। हामीले हाम्रो आइडेन्टिटी बिर्सेका छौँ। बाँसुरी बजाउँदै गर्दै गर्दाखेरि चाहिँ टिकटाक टिकटाक भयो भने कस्तो हुन्छ भन्नुहोस् त। हामी पनि त्यस्तै भएको छौँ। ड्रम बजाइरहेको छ है, तिरिरी भनेर आयो भने हामी पनि त्यस्तै भएको छौँ। बाइबलले भनेको छ एउटा बाजाले चाहिँ नि त्यही अनुसारको आवाज दिएन भने कसरी छुट्याउने, के बज्दैछ भनेर बाइबलमा भनेको छ। त्यो एक्ज्याक्ट भर्स मैले बिर्सेँ। हाम्रो जीवनमा त्यस्तै भइरहेको छ। यस्तो बाँसुरी बजाउँदैछ तर धुन चाहिँ के आउँदैछ, टिकटिकटाक टिकटिकटाक है। ड्रम बजाउँदैछ, साउन्ड चाहिँ के आउँदैछ, तिरिरी भनेर मुरलीको साउन्ड आउँदैछ। तपाईँ हामी पनि त्यस्तै भएको छौँ। किन भन्नुहोस् त, तपाईँ हामीले हाम्रो आइडेन्टिटीलाई बिर्सिपठाएको छौँ। हामी अघि ड्रिउले सबै कुरा भन्नुभयो, तपाईँ हामी को हौँ भनेर। जानुभन्दा अगाडि थाहा हुनु पऱ्यो हामी को हो भनेर, नभए कसरी जाने। जानुभन्दा अगाडि चिन्नु पऱ्यो कि त्यहाँ गएर, गाउँमा गएर हामीलाई त पास्टर बाउले पठाएको है, यीशुले तपाईँलाई प्रेम गर्छ अरे, त्यहाँ चाहिँ तपाईँलाई पास्टर बाउले पठाएको हो नि त। त्यहाँ तपाईँलाई तिमीहरूको यीशु नै शिशु भनिदिन्छ। तिमीहरूको पनि त्यस्तै होला, त्यहाँ त फाइट पो होला जस्तो हुन्छ। त्यहाँ खुब कुरा नगरौँ है, त्यहाँ पास्टर बाउले पठाएको हो नि त, एल्डर बाउले पठाएको। जाऊ त भने नि, अघि भने तयारै भएन गएन। तपाईँहरूको पनि त्यस्तो हो। त्यहाँदेखि चाहिँ उसले कहाँ सुनेको संस्कृतहरू निकाल्न थाल्छ। इपिचम ममानम भन्नु थाल्छ। इपिचम ममानम होइन, उसलाई अहिले त्यहाँनिर पाचाक पिचिक पार्छ। उसलाई अभिषेक जोशी जस्तोले भेटायो भने त उसलाई त नि अहिले ऊ धुवा लाउँछ। किन उसलाई पास्टरले पठाएको, फल्नाले पठाएको, ढिस्काले पठाएको, जाऊ भन्यो नि त, अनि गएको। तर उसको हृदय चाहिँ यीशुको प्रेमले जलेर गएको होइन। त्यहाँ मर्दैछ। अनि त्यो मर्ने मान्छेले यीशुले बचाउन सक्छ। अनि त्यो बचाउने औजार चाहिँ प्रेम हो, दया हो। बोक्सीलाई अँगालो मार्नु चाहिँ नि पास्टर बाउले पठाएर हुँदैन। बोक्सीलाई अँगालो मार्नुको लागि चाहिँ यीशुको हृदय हुनुपर्छ। एल्डर बाउले पठाए जा बोक्सीलाई अँगालो मार भने नि हुँदैन। तपाईँको पनि यीशुको हृदय हुनुपर्छ, अनि मात्रै बोक्सीलाई अँगालो मार्नु सक्छ। फल्नाले पठाएको जाऊ भनेको छ, गो लेखेको थियो, गो लेखेको थियो भित्तामा भनेर गयो भने चाहिँ नि त्यो गो लेखेकोले, तपाईँले गो लेखेर चाहिँ नजानुहोस् है, तपाईँकोमा चाहिँ यीशुको हृदय हुनुपर्छ। त्यहाँदेखि तपाईँले अँगालो मार्नु सक्छ। आमेन। यसै कारणले गर्दाखेरि नि म तपाईँलाई आजको बेला के भन्दैछु भनेदेखि नि, तपाईँ हामीले हाम्रो चिनारी बिर्सेको छौँ। अघि भन्नु ड्रिउले तपाईँ हामी नयाँ सृष्टि हौँ, हामी परमेश्वरको ज्योति हौँ, के भन्नुभयो। हामी के भन्नुहुँदै थियो, कति ध्यान दिनुभएछ है हजुर।
राजकीय पुजारीगिरी, पवित्र जाति, पृथ्वीको नुनहरू, अरू पनि थुप्रो छ नि त। हामी पवित्र आत्माको मन्दिर थुप्रो छ। अनि आमेन भन्यौँ हामीले। कतिको बुझ्नुभयो के भइरहेछ अहिले हो, बाचियासँगै पखाली पठाउनु भयो के हो थाहा छैन। तर ध्यान दिएर सुन्नुहोस्, त्यसमा अझै एउटा कुरा चाहिँ के छ भन्दै गर्दाखेरि नि, म तपाईँ हामीले हाम्रो जीवनको आइडेन्टिटी बिर्सेको, चिनारी बिर्सेको कारणले गर्दै गर्दा बाँसुरी बजाउँदै गर्दा ढिक 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 भएको जस्तो भइरहेको छ। अनि तपाईँ हामी चाहिँ पवित्र आत्माको मन्दिर, तर सुर्तीको ओडाड, खैनीको ओडाड होइन, बेबिचारको ओडाड, ड्रग्सको ओडाड है, अर्काको कुरा गर्नेको ओडाड भइरहेछ। अनि चिनारी चाहिँ के अरे? पवित्र आत्माको मन्दिर, पापको ओडाड भइरहेछ। अन्त चाहिँ यो चाहिँ बाँसुरी बजाउँदा ढिक 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 भएको जस्तो भयो कि भएन भन्नुहोस् त? भयो नि त। ड्रम बजाउँदै गर्दा तिरिरी भनेको जस्तै भयो नि त, हो किन भन्नुहोस् त? चिनारी चाहिँ खतरा छ, ज्योतिको सन्तान, तर औँसीको रातमा कोइलाको थाकमा भनेको जस्तो भइरहेछ जिन्दगी, हो किन भन्नुहोस् त? चिनारी चाहिँ के छ? ज्योतिको सन्तान, तर हिँडाएर चाल ढङ्ग चाहिँ औँसीको रातमा कोइलाको थाकमा। त्यहाँनिर उता नभन्नु होला, तर नाम चाहिँ ठुलो छ, ज्योतिको सन्तान है। एउटा प्रभुमा बढ्दै गर्दै गर्दा यो जिब्रो तल झुन्डिहाल्छ। अनि नाम चाहिँ के छ भन्नुहोस् त? पृथ्वीको नुन, पृथ्वीको नुन। तर एउटा आफूभन्दा शक्तिशाली रूपमा चलाएपछि के भइरहेछ? यो ओठ अघि तल नसर चुट्टिहाल्यो यहाँको। अनि नाम चाहिँ के छ भन्नुहोस् त? जगतको ज्योति, पृथ्वीको नुन, पवित्र आत्माको मन्दिर। यत्रो नामहरू बोकेर ढाड दुखेको कतिजनाको त। कम्ती ठुल्ठुलो नाम छैन, हो किन भन्नुहोस् त? तर जीवन चाहिँ जिरो छ, जिरो। तर यो नाम भन्दैन भने ठुस्काउँछ त फेरि। जत्तिकै पाप गरे पनि म्यान अफ गडै भन्नुपर्ने क्या, एनोइन्टेड वानै भन्नुभयो, फुरुक्कै भइहाल्छ फेरि क्या, म्यान अफ गड है, एनोइन्टेड मेन, सन अफ रेभलेसन। तर जीवन चाहिँ नि फेरि पापै पाप भइरहेछ। यो भन्दैन भने पनि रिसाउँछ फेरि, मन दुखाइहाल्छ। नाम साह्रै ठुल्ठुलो है, हामीलाई साह्रै ठुल्ठुलो नाम, तर जीवन चाहिँ तल जिरो छ। नाम चाहिँ माथि 100मा खेल्दैछ। एउटा तपाईँ हाम्रो चिनारी चाहिँ के हो भन्दै गर्दा, मत्ती 12:12 र 13 तपाईँलाई पढ्दै नखोल्नुहोस्। येशू परमेश्वरको मन्दिरमा प्रवेश गर्नुभयो अनि उहाँले मन्दिरमा किनबेच गर्ने सबैलाई धपाउनु भयो र पैसा साट्नेहरूका टेबल र परेवा बेच्नेहरूका आसन पल्टाइदिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, यो लेखिएको छ, मेरो घर प्रार्थनाको घर कहिले हुन्छ। यो लेखेको छ, कहाँ लेखेको छ भन्दै गर्दा यशाया 56:7, यिर्मया 7:11 चाहिँ यस्तो लेखेको छ। अगमवक्ताहरूले त्यही कुरालाई चाहिँ यीशु ख्रीष्टले चाहिँ नि त्यहाँनिर हाइलाइट गर्दैछ, भन्दैछ यस्तो लेखेको छ, मेरो घर चाहिँ प्रार्थनाको घर कहलाइन्छ। तपाईँ अनि म अनि हाम्रो चिनारी हाउस अफ प्रेयर हो, प्रार्थनाको घर हौ हामी। मेरो विषय भन्नुहोस् त, म प्रार्थना घर हुँ, म प्रार्थनाको घर हुँ। आई एम हाउस अफ प्रेयर। आमेन। ल अब म तपाईँलाई सर्काइहालेँ, अब अलिक पिट्नु छ भन्नुभएको छैन है। तपाईँ हामी प्रार्थनाको घर हो। प्रार्थनाको यो ठुलो छ नाम, तर कस्तो प्रार्थनाको घर, कत्रो ठुलो नाम भन्नुहोस् त? हाउस अफ प्रेयर, प्रार्थनाको घर। भातको लागि प्रार्थना गरेर सुत्नुको लागि प्रार्थना गरेको बाहेक गरेकै छैन, तर नाम चाहिँ के हो? प्रार्थनाको घर। हाउस अफ प्रेयर। घुँडा नटेकेको कति वर्ष भयो? घुँडा टेकेर प्रभु, कतिजनाले घुँडा टेक्नु पनि बिर्सिसक्यो होला। त्यही घुँडा नटेकेर घुँडा दुखेको होला बा। सुन्नुहोस् है, कतिवटा घुँडा दुख्ने त बा घुँडा टेक्दा पो जाति हुन्छ कि। हामीले घुँडा टेक्नु बिर्सिसक्यौँ, किन भन्नुहोस् त? तर नाम चाहिँ के बोकेको छ? हाउस अफ प्रेयर। यताम हाउस अफ प्रेयर, माथि हाउस अफ प्रेयर, जताततै हाउस अफ प्रेयर। तर लास्ट टाइम आधी घन्टा प्रभुको अगाडि कहिले रुनु भयो? लास्ट टाइम प्रभुलाई कहिले भन्नुभयो, प्रभु मेरो गाउँलाई बचाइदिनुहोस्? लास्ट टाइम प्रभुलाई कहिले भन्नुभयो, प्रभु म तपाईँलाई साह्रै प्रेम गर्छु? लास्ट टाइम तपाईँको बाइबललाई नि प्रेम गरेर चुम्बन गरेको कहिले हो? यो चुम्बन चाहिँ उहिलेको शब्द के भन्थ्यो भने, अब म साह्रै उहिलेको सोच्नुहुन्छ होला, चुकमा भन्थ्यो, चुकमा। लास्ट टाइम कहिले हो तपाईँको बाइबललाई चुकमा खानुभएको? म मेरो बाइबललाई पक्रिन्छु कोही बेला, अनि म त्यो बाइबललाई चुम्बन गर्छु अनि भन्छु प्रभुलाई, यो बाइबलले हो मलाई जिउन सिकाएको, यो बाइबलले हो मलाई यो ठाउँमा लिएको, यो वचनले हो।
त्यो लेदरको खोल पन्नालाई मैले एडमायर गरेको, माया गरेको होइन, तर त्यो भित्र जे थियो त्यसले मेरो जीवनलाई बदलाएको। हाउस अफ प्रेयर, हामी प्रार्थनाको घर हौँ। कहिले लास्ट टाइम चाहिँ तपाईँले तपाईँको साथीको लागि प्रार्थना गरिदिनु भयो? अनि लास्ट टाइम कहिले साथीको लागि प्रार्थना गर्दै गर्दा आँखाबाट आँसु झऱ्यो? तर नाम त के रहेछ तपाईँ? हाम्रो हाउस अफ प्रेयर। हाउस अफ प्रेयर, प्रार्थनाको घर। यही चिनारीमा हामी नउभिएको कारणले गर्दा हाम्रो कानले सुन्नु छोडेको छ, हाम्रो आँखाले देख्नु छोडेको छ। किनभने प्रार्थनाको त्यो घुँडाको ठाउँ, प्रार्थनाको ठाउँ चाहिँ देख्ने ठाउँ हो, प्रार्थनाको ठाउँ चाहिँ सुन्ने ठाउँ हो। आमेन, आमेन, आमेन। प्रार्थनाको वेदी चाहिँ परमेश्वरको राज्यले टेक्ने वेदी हो। आमेन। परमेश्वरको राज्यले नि टेक्ने पोइन्ट अफ कन्ट्याक्ट, टेक्ने वेदी, टेक्ने ठाउँ, बोल्ने ठाउँ, देखाउने ठाउँ त छैन। अनि उहाँले के बोलोस्, उहाँले के देखाओस्, ताकि हामी बोल्न सकौँ, ताकि हामी बोलेर अरूलाई बचाउन सकौँ, हाडहरूमा जीवनलाई ल्याउन सकौँ। हामीले हाम्रो चिनारीमा नउभिएको कारणले गर्दा हामीले देख्नु छोडेका छौँ, सुन्नु छोडेका छौँ। तर हामीले नाम चाहिँ प्रार्थनाको घर। मेरो प्यारो दाजुभाइ दिदीबहिनी, आमा बाबु, आज पनि तपाईँको चिनारी चाहिँ हाउस अफ प्रेयर हो, प्रार्थनाको घर हो। प्रार्थना भनेको चाहिँ तपाईँले नि प्रार्थना भने यो नबुझ्नुहोस्, ला अब भोलि मेरो वचन छ, प्रार्थना गर्नुपर्छ, प्रकाश पाउनु लागि गर्ने प्रार्थनाको कुरा गरेको होइन मैले। अब काम पाउनुपर्छ भनेर काम पाउनुको लागि गरिने प्रार्थनाको कुरा गरेको होइन मैले। अब यो भातमा विष छ भने पनि यो विष नलाग्ने होस्, अमृत होस् भनेर त्यो भातलाई अमृत बनाउने प्रार्थना कुरा गरेको होइन मैले। मैले यात्रामा एक्सिडेन्ट नहोस् भनेर गर्ने प्रार्थनाको कुरा गरेको होइन मैले। आराधना शक्तिशाली होस् भनेर 1 घन्टा अन्य भाषा बोलेर गरिने प्रार्थनाको कुरा गरेको होइन मैले। मैले त्यो प्रार्थनाको कुरा गरेको जुन प्रार्थना चाहिँ जीवनशैली हो। मैले त्यो प्रार्थना कुरा गरेको जुन प्रार्थना चाहिँ लाइफस्टाइल हो। एक दिन इजरायलीहरूले नि सुनको बाछा बनाएर भन्यो, यही सुनको बाछाले हामीलाई दासत्वको घर मिश्रबाट लिएर आएको हो भन्दै इजरायल नाच्नु थाल्यो। त्यहाँदेखि पुरा माथि मोसा 10 आगे लिएर आउँदा तल उखर मौलो भइराखेको थियो, पुरा नाच्दै थियो। त्यति बेला नि 3000 जनाको मृत्यु भयो। तपाईँले याद छ? त्यति बेला तपाईँले याद छ हाम्रो प्रभु नि कस्तो मन पो दुखाउनुहुन्छ त। तर यो मन चाहिँ नि संसारमा दुखाउने खालको मन होइन। हाम्रो परमेश्वर डाही परमेश्वर हुन्छ, पोजेसिभ परमेश्वर। तर यो पोजेसिभ चाहिँ कस्तो भन्दै गर्दा नि तपाईँ हामी व्यभिचारको भएको उहाँले देख्न सक्नुहुन्न, तपाईँ हामी पोर्नोग्राफीको भएको उहाँले देख्न सक्नुहुन्न, तपाईँ हामी ड्रग्सको भएको उहाँले देख्न सक्नुहुन्न, तपाईँ हामी कुरौटी आत्माको भएको उहाँले देख्न सक्नुहुन्न। उहाँ दाई हुनुहुन्छ, उहाँ दाई हुनुहुन्छ। तपाईँ अनि हामी चाहिँ उहाँको दाग नलागेको, खोट नलागेको उहाँको दुलही रहौँ। हामी चाहिँ उहाँको लागि बनिएका, उहाँको प्रेम चाहिँ दाही छ। उहाँले हामी मृत्युको भएको अश्लीलताको बन्धनमा परेको देख्न सक्नुहुन्न। मेरो प्यारो दाजुभाइ दिदीबहिनी, मेरो साथी, मेरो आमा बाबु, उहाँको प्रेम दाही छ। अनि इजरायलीहरूले जसरी नि यो भन्दै थियो, हामीलाई दासत्वको घरबाट ल्याउने चाहिँ यो सुनको बाछा हो। अनि प्रभुको हृदयमा लाग्यो त्यो कुराले। अनि यो चाहिँ मेरो स्टाइल भयो। म त साहित्य पढेको, लिटरेचर स्टुडेन्ट हो, अलिकति म चाहिँ अलिकति पोइटिक तरिकाले भन्नु मनपर्छ मलाई। अनि प्रभु पर बसिरहेको थियो है, प्रभु नि मन दुखाएर रिसाएर बसिरहेको थियो। त्यो पर हेरेर प्रभुको मनमा चाहिँ के थियो, यो इजरायलीहरूलाई चाहिँ म खतम पारी पठाउँछु होला। यस्तो हट्टी अट्टेरी 10वटा विपत्ति लिएर अचम्म काम गरेर लिए। दिनमा बादलको खाबा, रातमा आगोको खम्बा बनाएर लिए। मन्न खुवाए, बट्टे चरा खुवाए, पानी खुवाए। उजाड भूमिमा कुनै पिएचएलएम सप्लाई गर्नु नसक्ने 6 लाख त पुरुष मात्रै 22 लाख जस्तो अनुमान लाउँछ। 22 लाखजनालाई उजाड भूमिमा पानी खुवायो। कुनै पिएचएलएम सप्लाई गर्नु नसक्ने, मासु पनि खायो, कुनै गोसखानले प्रोभाइड गर्नु नसक्ने। तर पनि इजरायलीहरूले सुनको बाछा बनाएर भन्दैछ हामीलाई चाहिँ सुनकै बाछाले ल्याएको। त्यति बेला प्रभुले नि प्रभुको हृदय नि दाही प्रेमले नि उहाँ उभिराखेको थियो। म यसरी कल्पना गर्छु। अनि परमेश्वरको हृदय कस्तो भइराखेको थियो होला। अनि मोसा प्रभु कहाँ गयो। अनि मोसा प्रभु कहाँमा गयो, किन भन्यो, प्रभु मोसा है, प्रभुले पलक्कै हेर्छ आयो, के हो? प्रभुले भन्छ, मोसा तिमीहरूको अगाडि स्वर्गदूत पठाइदिन्छु कि तिमी जानु दुध बग्ने देशमा। म चाहिँ यिनीहरूलाई नि आदि बिचमै मारि पठाउँछु होला। यिनीहरू अट्टेरी ढिट यो हट्ठी जातिलाई दुध बग्ने देशमा जानु कि म तिमीहरूको अगाडि स्वर्गदूत पठाइदिन्छु। मोसाले भन्दैछ,
नभए यिनीहरूलाई म नाश गरिदिन्छु, नष्ट बनाइदिन्छु। प्रभुले एउटा प्रपोजल पनि दियो, मुसा म यिनीहरूलाई नाश गरेर नि म तँबाट एउटा नयाँ जाति खडा गर्छु। आमेन होइन है? सुन्नुहोस् है, म यिनीहरू सबैजनालाई नाश गरेर नि म तँबाट नयाँ जाति खडा गर्छु। तर नि तपाईँले आछ मुसाले के भन्नु, प्रभु उस्तै त्यस्तै भए त के गर्थ्यो होला भन्नुहोस् त? बम्पर अफर छ त है। आज मोसाले नि त्यो चाहिँ अफर सोचेको भने आज इजरायल चाहिँ नि इजरायलको नाम चाहिँ मोसा हुन्थ्यो। अनि तपाईँ हाम्रो पासपोर्टमा चाहिँ कता गएको, मोसा गएको भनेर हुन्थ्यो, जाति नै मेटिन्थ्यो। प्रभुले नि अब्राहम इजाक याकुबसँग गरेको करार पनि नि उहाँले नि मेटाउन चाहन्थ्यो। त्यहाँसम्मको नि उहाँको डाही प्रेममा नि घात भएको थियो। तर मोसा चाहिँ यस्तो थियो, प्रभु तपाईँले त्यस्तो पटक्कै गर्नु हुँदैन है। किनभने मिस्त्रीहरूले के भन्छ तपाईँले याद छ? यिनीहरूले यसो भन्छ, यिनीहरूको परमेश्वरले नि यिनीहरूलाई नि फकाइ फुस्लाइ गरेर नि यिनीहरूलाई नि बिस्किट दिएको जस्तो गरेर नि आज बिचमा मार्नुको लागि लगेछ भनेर भन्छ उनीहरूले। त्यस्तो पो भन्छ त उनीहरूले तपाईँ हाम्रो बारेमा। त्यस्तो गर्नु हुँदैन है तपाईँले। प्रभुलाई सम्झाउँदैछौ मुसाले, प्रभुलाई एडभाइस दिँदैछ। बाइबलले भन्छ तपाईँलाई सल्लाह दिने को छ भनेर, त्यहाँदेखि अर्को भने मोसा छ भन्नु पर्दैछ है। मोसाले भन्दैछ तपाईँले त्यसो पटक्कै गर्नु हुँदैन है। मिस्त्रीहरूले भन्छ यिनीहरूको ईश्वरले यिनीहरूलाई उजाड भूमिमा मार्नुको लागि लगेछ। कतै पनि मेरो जाति चाहिएन। मोसा एउटा यस्तो मान्छे, मोसाले यसो भन्यो, यदि तपाईँले नि यो इजरायलीको पापहरू क्षमा गर्नु भएन भने मेरो नाम जीवनको पुस्तकबाट मेटिदिनुहोस्। यहाँ त तान्तुन भए पनि स्वर्ग जाने सबको सपना छ नि। तर मोसाले यहाँ यसो भन्दैछ, बरु म नर्ककुण्ड जान्छु, तर इजरायलीहरू चाहिँ तपाईँदेखि टाढा नहोस्। म नर्ककुण्ड जान्छु, तर इजरायलीहरू चाहिँ तपाईँदेखि टाढा नहोस्। मनमा प्रार्थना गर्दैछ आँसु नहोस् भनेर भन्दैछ, बरु म नर्ककुण्ड जान्छु। अनन्तताको लागि पो त खेल ठट्टा होइन, खेल ठट्टा होइन। पावलले पनि नयाँ नियम यसो भनेको छ, यो इजरायली जाति प्रतिज्ञा यिनीहरूसँग हो, करार यिनीहरूसँग हो, मसिहा यिनीहरूबाट आएको। यदि यो इजरायलीहरूले चाहिँ यीशुलाई चाहिँ मुक्तिदाता भनेर चिन्छ भनेदेखि चाहिँ नि अनि त्यसको लागि चाहिँ म श्रापित हुनु परेको भए म 1 मिनट पनि लाउँथिनँ भनेको छ पावलले। पावल श्रापित हुनु रोज्यो यदि इजरायलीहरूले यीशुलाई चिन्छ भने। त्यो लेभलको थियो उनीहरूको, त्यो लेभलको थियो उनीहरूको जीवनशैली। अनि मुसाले भन्दैछ, प्रभु यदि यिनीहरूलाई तपाईँले क्षमा हो बाछा बनाए खतरा पाप गरेको छ प्रभु, खतरा पाप गरेको छ, तर यिनीहरूको पाप क्षमा गर्नु भएन भने चाहिँ नि मेरो नाम जीवनको पुस्तकबाट मेटिदिनुहोस्। त्यो लेभलको लिडरसिप पाएको थियो इजरायलीहरूले। प्रभुले के भन्दैछ भने यहाँदेखि अझै मुसाले थप्दैछ, यहाँदेखि उता तपाईँ हामीसँग गएन भने चाहिँ हामी जाँदैन। दुध मह बग्ने देश चाहिएन, दङ्गाई पनि हाले मुसा फेरि यस्तो गरेको छ क्या, चाहिएन हामीलाई पनि दुध मह बग्ने देश। त्यहाँदेखि चाहिँ एउटै कुराले हामीलाई फरक बनाएको छ, त्यो चाहिँ तपाईँको प्रेजेन्स हो। एसिया, अफ्रिका, अस्ट्रेलिया, युरोप यो सबै जातिहरूमा हामी एउटै कुराले डिफ्रेन्ट छौँ इजरायली, बिकज वी हेभ गड इन आवर मिड्स। किनभने हाम्रो बिचमा चाहिँ परमेश्वर छ। सत्य राई चाहिँ एउटै कुराले भिन्न हो, अनि तपाईँ हामी एउटै कुराले भिन्न हो। हामी ज्ञानी भएर होइन नि, हामीसँग ईश्वर छ भन्ने कुरा चाहिँ हामीलाई फरक बनाएको छ, युनिक बनाएको छ। हामीभन्दा ज्ञानी त संसारमा छ नि त, म भनिबस्छु। हामी चाहिँ यस्तो हो कि पढ्दै जाने बिर्सिँदै जाने हो। कह भन्नुहोस् लाउनु भने तपाईँले अहिले कह कहाँ पुऱ्याउँछ, पढ्दै जायो बिर्सिँदै गयो। गर्नुहोस् त भनेर 1 2 3 4 5 त्यहाँदेखि 50 60 46 र 47 हुनु, त्यहाँनिर के हुन थाल्छ। हेलो हामी नेपालीको राम्रो गन्ती पनि थाहा छैन हौ, कतिको हामी फुटानी लगाउनु हो किन भन्नुहोस् त। 1 2 3 4 5 6 7 8 9 10 50 भने 50 51 52 53 भन्नेहरू हामी। क ख भनेर अघि बिर्सिनेहरू हामी त हो किन भन्नुहोस् त। हामी चाहिँ नि पढ्दै जाने, हामी नेपाली वीर गोर्खाली भन्छ नि, तर अर्काको देशको अर्काको तोस खाएर अर्काकै मान्छेले मारेर वीर भएको हामी। 86 को आन्दोलनमा आफ्नै मान्छेलाई काट्यो अनि वीर भएको हामी चाहिँ त्यति साह्रो सोझोहरू हो, भेडा हो हामी त, भेडा। हिँड भने हिँडेको, जा भने गएको, पिटिसकेर मात्रै त्यसले चाहिँ के गरेको थिएछ गल्ती भन्नेहरू क्या।
हामी चाहिँ एकदम सोझो, हामी त ज्ञानी छैनौँ त, हामी त खास बुझ्यो भने त। मुसाले प्रभुलाई भन्छ, प्रभु यदि तपाईँ नि हामीसँग जानुभयो भने हामीले यहाँदेखि उता नलानुहोस्, म छिटो छिटो जान्छु, अब लामो कथा छोटो बनाउँछु। त्यहाँदेखि प्रभुले भने ल ल ल अब म तिमीहरूसँगै जान्छु। मैले यो प्रार्थनाको कुरा गरेको, मैले भातको प्रार्थना, सुत्ने प्रार्थना, उठ्ने प्रार्थना होइन, तर मैले प्रार्थना, जुन प्रार्थना चाहिँ बातचितको लेभलमा पुग्छ त्यो प्रार्थना कुरा गरेको। मैले त्यो प्रार्थना कुरा गरेको, तपाईँले हिँड्दा हिँड्दा पनि भन्छ, प्रभु मलाई आरिस लाग्यो, तर यो आरिसको घर होइन, म त तपाईँको मन्दिर हो। मैले यो प्रार्थना कुरा गरेको। प्रभु मेरो हृदयमा चोट लागेको छ, तर तपाईँले हिल गर्छ। मैले यो प्रार्थना कुरा गरेको, जुन प्रार्थना चाहिँ जीवनशैली हो, प्रभुलाई पनि फकाउन सक्ने प्रार्थना, प्रभुलाई हृदयको कुरा भन्ने प्रार्थना। अनि यो प्रार्थनाको वेदीमा चाहिँ हामीले देख्छौँ, हामीले सुन्छौँ। अब मसँग थुप्रो लामो कथा छ, तर म छिटो छिटो जान्छु। यो प्रार्थना नगरेको, यो हन्ना नि यति डरलाग्दो हेपाइमा थियो, किन हन्ना माझी थियो। तपाईँ हामी हेपाइमा छौँ, किन हामी नजन्माउने भएका छौँ। भेडाले त भेडा जन्माउनु पर्ने हो नि त, तर भेडा जन्माउनुको लागि चाहिँ गो एन्ड प्रिच द गस्पल अफ गड। सुसमाचार बिना भेडा जन्मिँदैन। तपाईँलाई याद छ, गस्पल बिना भेडा जन्मिँदैन त। तर हामी भेडा नजन्माउने बाँझी भएको छ, ब्यारन। अनि हामीलाई कस्तो सन्चो छ, कस्तो सन्चो छ। लिडर भेडा यस्तो हेऱ्यौ, एक दिन बढ्दै बढ्दैन हामीले जन्माएको भेडा। एक 2019मा पनि एक, 2026मा पनि एक। अनि हामी चाहिँ भेडाले चाहिँ भेडा जन्माउनु पर्ने, तर एक दिन बढेको छैन, किनभने हामी बाँझी भएको छौँ। जन्माउनुको लागि त जानु पर्यो नि, प्रचार गर्नु पर्यो। हन्ना माझी थियो, अनि ऊ चाहिँ उसको सौताले पनिनाले हेप्थ्यो। तपाईँ हामी नजन्माउने भएको कारणले गर्दा हामीलाई शत्रुले हेप्दैछ, पोर्नोग्राफीले हेप्दैछ, मास्टरबेसनले हेप्दैछ, डरले हेप्दैछ, ड्रग्सले हेप्दैछ, रिसले हेप्दैछ, आरिसले हेप्दैछ, पापले हेप्दैछ। अनि हेपाई खाने मान्छेले कहाँ बोल्नु सक्छ? हेपाई खाने मान्छे त हेपिँदै बस्छ। र हन्नाले एक दिन, हन्ना फाउन्ड अ प्लेस, हन्नाले एउटा यस्तो जग्गा भेटाए, बाइबलले भनेको छ। हन्नाले नि परमेश्वरको उपस्थितिमा मानि बर आँसु झार्दै रुनु थाल्यो। हन्ना फाउन्ड अ प्लेस। अनि त्यो प्रार्थनाको वेदीमा नि सामेल अगमवक्ता जन्मियो। आमेन। त्यो प्रार्थनाको वेदीमा जन्मिन्छ, प्रार्थनाको वेदीमा सुनिन्छ, प्रार्थनाको वेदीमा देखिन्छ। अनि प्रार्थनाको वेदीमा सुनेको र देखेको कारणले गर्दा हाम्रो मुखमा बोल्नुको लागि शब्दहरू हुन्छ। मेरो प्यारो दाजुभाइ, दिदीबहिनी, आमा बाबु, हामी फेरि पनि फर्किकन हाम्रो चिनारीमा आउनुपर्छ। हामी फेरि पनि फर्केर नि हाम्रो घुँडामा आउनुपर्छ। एउटा भनाइलाई सर्ट छिटो छिटो पढ्छु। पेज नम्बर 7मा वाइ रिभाइभल टेरिस, जागृति किन ढिलो हुन्छ भनेर लियोनार्ड रेभनहिलले एउटा पुस्तक लेखेको छ। लियोनार्ड रेभनहिल भन्ने मान्छे चाहिँ, उसले चाहिँ किट ग्रिन भन्ने एउटा वर्सिप लिडरलाई मेन्टर गरेको, अनि A.W. टोजरलाई मेन्टरिङ गरेको मान्छे। ऊ चाहिँ ब्रिटिस, तर बादमा गएर अमेरिकामा बस्यो। अनि उसले प्रार्थनाको बारेमा लेख्दै गर्दा यो लियोनार्ड रेभनहिलले यो लेखेको छ, म तपाईँको लागि पढिदिँदैछु। नो म्यान इज ग्रेटर देन हिज प्रेयर लाइफ। कुनै पनि मान्छे उसको प्रार्थनाको जीवनशैली भन्दा ठुलो होइन। द पास्टर हु इज नट प्रेइङ इज प्लेइङ। त्यो पास्टर, त्यो अगुवा, त्यो मान्छे जसले प्रार्थना गरेको छैन, त्यसले खेल खेल्दैछ। उसले खेल खेल्दैछ धर्मको। द पिपल हु आर नट प्रेइङ आर स्ट्रेइङ। जुन मान्छेले प्रार्थना गरेको छैन, त्यो मान्छे भड्किराखेको छ। द पुलपिट क्यान बी अ सप विन्डो टु डिस्प्ले वान्स ट्यालेन्ट, द प्रेयर क्लोजेट अलाउस नो सो अफ। यो पुलपिट चाहिँ नि झललललललल देख्ने, ऊ क्या बोलेको के राम्रो भनेर नि सो विन्डो हुनसक्छ। दोकान हुन्छ नि ऐना लगाएको, जुत्ताहरू है, लुगाहरू देखाउने हुन्छ नि डमीमा राखेर। यो पुलपिट नि सो विन्डो जस्तो हुनसक्छ, तर प्रार्थनाको त्यो घुँडा चाहिँ कहिले पनि देखावटी गर्दैन। किन त्यो प्रार्थनाको घुँडालाई चाहिँ कसले पनि देख्दैन, त्यहाँ चाहिँ सो अफै हुँदैन। अनि अझै उसले के भनेको छ भन्दै गर्दा नि, पोभर्टी स्ट्राइकन एज द चर्च इज टुडे इज मेनी थिङ्स। चर्च चाहिँ थुप्रो कुराहरूमा नि गरिबीले नि सताइएको छ, गरिबीले पीडित छ आज। अनि त्यो गरिबी मध्ये सी इज मोस्ट स्ट्राइकन हियर इन द प्लेस अफ प्रेयर। चर्च चाहिँ केमा सबैभन्दा बेसी गरिब भएको छ भन्दा नि प्रार्थनामा सबैभन्दा बेसी गरिब भएको छ चर्चमा। तपाईँको गोजीमा हजारौँ लाखौँ होला अकाउन्टमा, तर आधी घन्टा प्रभुसँग बात मार्नु भएको,
आधी घन्टा प्रभुलाई मोसा जस्तै बोल्नु भएको उहाँसँग। हामी गरिब छौँ प्रार्थनामा। We have many organizers but few agonizers. आयो जगरो 1000 छ तर प्रभुको अगाडि नि क्रन्दनसँग रुनेहरू चाहिँ नि थोरै छ। प्रभु 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 एगोनीसँग चितकारसँग रुनेहरू कम छ। Many players and payers, धेरै खेलाडीहरू धेरै दिनेहरू छ but few prayers. खेलाडीहरू दिनेहरू बहुत छ तर प्रार्थना गर्नेहरू थोरै छ। Many singers, few clingers. गायकहरू हजारौं छ तर प्रभुसँग टाँसिरहने कम्ती छ। प्रभु मेरो सहरलाई बचाइदिनुहोस्, प्रभु मेरो घरनालाई बचाइदिनुहोस्, प्रभु हामीलाई बचाइदिनुहोस्, प्रभु हामीलाई क्षमा गर्नुहोस्। प्रभु हामीलाई क्षमा गर्नुहोस्। Lord's pastors, few wrestler. हजारौं अगुवा छ तर आफ्नोलाई बचाउनको लागि युद्ध गर्नेहरू थोरै छ। Many fears, few tears. मान्छेलाई खुसी बन्नु, राजालाई खुसी बन्नु धेरै छ तर हाम्रो आँखाबाट आँसुहरू शत्रुले चोरेलाई तर आज प्रभुले हाम्रो आँखामा आँसुहरू फर्काइदिँदैछ। मन दुखाएर रुनुको लागि हैन तर मर्दै गरेको मानिसहरूको लागि रुनुको लागि। Much fashion, little passion. धेरै नाटक र ढोङ छ तर जलनहरू कम्ती छ। Many interferers, हस्तक्षेप गर्नेहरू अर्काको काममा खुट्टा हाल्ने थुप्रो छ। Few intercessors, कम्ती अन्तर्विन्ती गर्नेहरू छ। Many writers but few fighters, धेरै लेखकहरू छ तर आत्मामा युद्ध गर्ने कम्ती छ। Failing here, we fail everywhere. प्रार्थनामा हामी घटी भएकोले गर्दा सबै कुराहरू गडबड भएको छ, सबै कुराहरूमा हामी हारेका छौँ। The two prerequisites, दुईटा पूर्वाधार अगाडि गर्नुपर्ने to successful Christian living are vision and passion. सफल क्रिस्चियनहरुको निम्ति चाहिँ दर्शन र जलन हुनु पर्यो, both of which are born in and maintained by prayer. जलन र दर्शन चाहिँ प्रार्थनामा जन्मिन्छ। मैले अघि भने नि जलन र बोध चाहिँ नि प्रार्थनाको वेदीमा घुँडामा जन्मिन्छ। The ministry of preaching is open to few. The ministry of prayer, the highest ministry of all human offices, is open to all. यहाँ आएर कम्ती आइपुग्ला, फेमस कम होला। म मेरो साथी एलाइजा सुकराज मिडिया टिमलाई म आदर गर्छु, म श्रेष्ठ ठान्छु। उहाँहरू क्यामेरा उतापट्टि छ तर हामी यहाँ छौँ। हामीलाई देख्छ युट्युबमा तर तपाईँले आज हामीलाई देख्ने बनाउनेहरू चाहिँ नि क्यामेरा पछाडि छ। प्रभुले चाहिँ उहाँहरूलाई अझै बेसी क्लियर देखेको छ तर तपाईँले चाहिँ हामीलाई युट्युबमा देखेको होला तर प्रभुले नि क्यामेरा उतापट्टिको मान्छेले बेसी देख्छ। क्यामेरा उतापट्टिको मान्छेले बेसी देख्छ। सो त्यसै कारणले गर्दा आजको यो समयमा नि म के भन्न लागिरहेको छु भने नि यो सेवाकाई कमको लागि हो तर प्रार्थना चाहिँ नि सर्वसाधारण टु फेलले पनि गर्न सक्छ। टु फेल पनि प्रभुको अगाडि नि ढालसिगन हुँदै रुन सक्छ। यदि यो चिनारीमा फर्किनु हो भने नि हाम्रो प्रभु चाहिँ फर्किनेलाई लुगा दिने परमेश्वर हुनुहुन्छ। ऊ लुगा रहेछ आज पनि। उडन्त पुत्र फर्केर आयो, चाँडोभन्दा चाँडो लुगा लगाइदियो। हाम्रो परमेश्वर चाहिँ नि फर्किनेलाई लुगा लगाइदिने परमेश्वर हुन्छ। When you come back to your identity, you will have to wear clothes. जब तपाईँको चिनारीको कुरा आउँछ नि, ट्राफिक पुलिसले युनिफर्मै लगाएन भने गाडी रोक्दा हुन्छ, स्कुटी पनि रोक्दैन। तर युनिफर्म लाग्छ भने चाहिँ यसो गऱ्यो भने बडे बडे ट्रक लरीहरू पनि रोकिदिन्छ। जब चिनारीको कुरा आउँछ नि वस्त्र त्यहाँनिर आउँछ। अनि यो वस्त्र चाहिँ अब म तपाईँलाई यो वस्त्र कहिले पनि बोल्दैन संसारमा, यो बोल्दैन नि यो वस्त्र। तर आत्माको संसारमा क्लोथ्स स्पिक्स, वस्त्र बोल्छ।
एलियाले नि उसको लुगा नि सट्टै एलिसामा यसो मात्रै गर्यो। त्यो लुगाले के भन्यो भने एलिसालाई तेरो गोडहरू काटेर पछाए एलियालाई भन्यो होला। किनभने आत्माको संसारमा क्लोथ्स स्पिक्स, वस्त्रहरू बोल्छ। 12 वर्ष रगत बग्ने स्त्रीले यीशुको वस्त्रको किनारलाई छोयो, तर एजिब यीशुको शरीरलाई छुको जस्तो यीशुले थाहा पायो मेरो लुगा कसले छोयो। किनभने आत्माको संसारमा क्लोथ्स स्पिक्स, वस्त्र बोल्छ। जब तपाईँ हामी फर्किन्छौँ हाम्रो प्रार्थनाको वेदीमा, घुँडामा, हाम्रो आइडेन्टिटीमा, हाउस अफ प्रेयर, प्रार्थनाको घर, प्रभुले लुगा दिनुहुन्छ। त्यो लुगा चाहिँ यस्तै देख्छ। रिक जोइनर भन्ने मान्छे नि स्वर्गमा पुग्छ नि उसलाई त बोराको लुगा दिन्छ, स्याक क्लोथ्स। ग्लोरियस बडी भएको ठाउँमा है, आमामा रोयल देख्ने भएको ठाउँमा चाहिँ बोराको लुगा लाउँदै उसलाई कस्तो हिचकिचाट भइरहेको हुन्छ, तर ग्लोरियस मान्छेले उसलाई बाउ गर्दै ग्रिटिङ्स गर्दै गरेको हुन्छ, सम्मान गर्दै गरेको। छकेपछि किन मलाई ढोकेको? त्यो स्वर्गदूतले भन्छ तँलाई ढोकेको होइन, तैँले लगाएको लुगाको कारणले गर्दा तँलाई आदर गर्दैछ। स्याक क्लोथ्स, बोराको लुगा, यो चाहिँ हाउस अफ प्रेयरलाई परमेश्वरले दिन्छ। अब यो बोराको लुगाको कुरा गर्दै गर्दा म अब छिट्टो जान्छु, किनभने हामी प्रार्थना गर्नुपर्छ। म कतिवटा कुरालाई स्किप गर्दैछु। लुगा बोल्छ। यो चाहिँ कस्तो भन्दै गर्दा नि प्रकाश 2:17 भन्नुपर्ने, प्रभुले नि त्यो मान्छेले सेतो ढुङ्गा दिन्छ अनि पाउने बाहेक कसले पनि बुझ्दैन उसले के पाए। यो बोराको लुगा पनि त्यो हो, पाउनेले मात्रै बुझ्छ उसको हृदयमा के भयो। अनि त्यो गहिराईलाई कुनै पनि स्केलले नाप्न सक्दैन, त्यो कायलताले केले पनि व्याख्या गर्न सक्दैन। बिकज आत्माको संसारमा वस्त्र बोल्छ अनि यो लुगाले तपाईँलाई सिकाउँछ। क्लोथ स्पिक्स। अनि यो लुगा लाउँदै गर्दाखेरि योसँग के कुराहरू प्याकेजमा, कम्बो प्याकेजमा आउँछ। यो अब सर्ट गरेर हामी प्रार्थना गरौँ। कम्बो प्याकेजमा आउँछ। के हुन्छ भन्दै गर्दाखेरि नि यो लुगा चाहिँ नि नम्रताको, ह्युमिलिटीको वस्त्र हो। लड्नुभन्दा अगाडि घमण्ड आउँछ, तर जित्नुभन्दा अगाडि नम्रता आउँछ। जित्नुभन्दा अगाडि नम्रता आउँछ। सहरलाई जित्नुभन्दा अगाडि नम्रता आउँछ। हाम्रो गल्ली र गाउँलाई जित्नुभन्दा अगाडि उहाँले नम्रता ल्याउनुहुन्छ। आमेन। पतनको अगाडि घमण्ड आउँछ, विजयको अगाडि नम्रता आउँछ। आमेन आमेन। नम्बर 1 यो चाहिँ यो लुगासँग एट्याच छ। नम्बर 2मा चाहिँ के छ भन्दै गर्दाखेरि नि यीशु ख्रीष्टको बारेमा नि, यीशु ख्रीष्ट एक दिन यति साह्रो बिजी कि यो वस्त्रसँग के एट्याच छ भने नि यो वस्त्र यीशुले लगाउनु भएको थियो। अनि यो वस्त्र यीशुले लाउँदै गर्दाखेरि नि यीशुको बारेमा परिवारले के भने भन्नुहोस् त, कहाँ छ यीशु, कहाँ छ? त्यसको दिमागै ठेकानमा छैन। हि इज इन्सेन भनेको छ, त्यसको दिमागै ठेकान छैन। यो वस्त्र लगाएर हिँड्दै गर्दा नि कोही बेला तपाईँको नजिकको मान्छेले तपाईँलाई पगला भन्ला, यो वस्त्रसँग एट्याच छ। तपाईँलाई त प्रोफेट भनेको मनपर्छ होला, पागल भनेको मन पर्दैन होला, तर संसारले तपाईँलाई पागल भन्छ यदि तपाईँले यो लुगालाई छान्नुहुन्छ भने। तपाईँ एस्थेटिक भन्छ नि अहिले एकदम ह्यापनिङ वर्ड एस्थेटिक हो भने नि तपाईँलाई तपाईँ त कति एस्थेटिक, सौन्दर्य शास्त्रमा कति ज्ञान भएको, तर यो एस्थेटिकै छैन, डिजाइन छैन, सिम्पल छ। यो वस्त्र लाउँदै गर्दा तपाईँलाई तपाईँको छेउकैले भन्छ होला पागल। अब म सत्य राई कलेज पढेँ, मास्टर गरेँ, एमफिल गरेँ, संसारको नजरमा चाहिँ कम्प्लिटली प्रोपर प्योर अनएम्प्लोइड बेकारी। अस्ति एउटा ठाउँबाट आउँदै थियो कि एकजनाले त भनि त हाल्यो पैसा तिर्नु खोज्दै थिएँ। अनि हाम्रोमा पनि हुन्छ नि त हौ 2-3 रुपियाँ भए त पैसा तिर्नु खोज्दै थियो। अश्विन पनि थियो। अनि अश्विन चाहिँ काम गर्छ। अनि त्यहाँनिर उयोले त्यहाँ आफन्तले भनेको यो बेकारीहरू किन बेसी मचेको, त्यहाँ काम गर्नेहरूलाई तिर्नु लगातार अब। तपाईँ के भन्नु नि, मैले के भने भन्नुहोस् त, मैले के भने हामी त राजकीय पुजारीको परमेश्वरको सन्तान हो, कुन के भन्थे पोस्टिङ चाहिँ पृथ्वीमा छ भनेको थिएँ मैले। राजाहरूका राजाको सन्तान पोस्टिङ चाहिँ पृथ्वीमा छ हाम्रो अहिले। अनि त्यसले गर्दा मैले त्यो भने अनि हामी आयौँ। तपाईँले बेकारी भन्दै गर्दा कस्तो लाग्छ? अस्ति नै मेरो गाउँमा हाम्रो घर कन्स्ट्रक्सन हुँदै गर्दा मिस्त्री त्यहाँ एउटा मेरो आमा पनि यहाँ हुनुहुन्छ, कुनै कहाँ हुनुहुन्छ चाहिँ मेरो आमा बहिनी जोइ मेरो भानिस आइरहेको छ कहाँ छ कुनै। तर मैले आमा कपाल काट्नुपर्ने छ। अब कोही बेला त हुँदैन नि त, कोही बेला हुन्छ नि त होइन, कोही बेला प्रशस्तमा जिउँछु कोही बेला, तर प्रशस्ततामा अबमा जिउने कला मैले सिकिसकेको छु। आमेन। त्यसले गर्दा मेरोमा त्यति बेला चाहिँ थिएन, त्यति बेला त्यो सिजन थिएँ चाहिँ
आमा 200 रुपियाँ कपाल काट्नु दिनुहोस् न भनेको मिस्त्री काम गर्नेले मलाई भनेको सधैँ भाइ यत्रो बुढो भएर आमालाई पैसा मागेको भनेको नि यो वस्त्रसँगै एट्याच छ त्यो मागिदिए मेरो आमाको मागिन्थ्यो मागी खेल्छस् 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 भन्नु त्यो चाहिँ छैन त्यो वस्त्रमा एट्याच छैन तपाईँ बेकारी भनी मान्छ कोही बेला अनि यीशु ख्रीष्टलाई के भन्यो अन्त लिडरहरूले भूत बालजिबुलद्वाराले भूत निकाल्दैछ यहाँ त अभिषेक त झन् भन्दा भन्दा त चर्च नौला जस्तो गर्छ भूत भन्यो भने नि हो किन भन्छ त यो वस्त्र लाउँदै गर्दा यीशुलाई पनि यीशुले पनि भूत भनी माग्यो यो वस्त्र लाउँदै गर्दा यीशुको परिवारले भन्यो यो मान्छेको दिमाग ठेगानमा छैन यो वस्त्र चाहिँ नि कस्टसँग मूल्यसँग आउँछ यसाया 53:4 यो भनेको छ निश्चय नै उसले हाम्रा निर्बलताहरू बोकेर हाम्रो दुःख भोगे तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काएको उहाँबाट पिटिएको दुःखमा परेको सम्झ्यौँ यीशुले क्रुसमा चोट खाइराखेको छ तर मान्छेले के भन्यो खुब ईश्वर 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 भन्थे नि लु खायो अब भनेर क्या के त जिजस वाज मिसअन्डरस्टुड यीशुलाई गलत तरिकाले बुझ्यो के तपाईँ गलत तरिकाले बुझिँदै गर्दा के जस्टिफाई गर्नु नि आज गरी म चाहिँ राम्रै हो कि म चाहिँ यस्तो हो कि होइन यु विल बी मिसअन्डरस्टुड तपाईँलाई गलत तरिकाले बुझिन्छ यो वस्त्रसँग त्यो एट्याच छ सलोमन दाजुको कुरा अघि आराधनाको कुरा गर्नु हुँदै गर्दा नि यो वस्त्रसँग नि त्यो कुरा एट्याच अनि सलोमन दाजुले त्यो कुरा भन्नु हुँदै गर्दा प्रभुले मलाई के भन्नुभयो भने सलोमन दाजुलाई भन्नु मलाई प्रभुले प्रेरणा दिनुभयो त्यो चाहिँ के हो भन्दै गर्दा क्रुसमा यीशु चोटै चोट थियो छातीमा भाला रोपेको थियो ढाडहरू बाढीमा गोरु जोतेको जस्तै चिरिएको थियो तर त्यो चोटहरू चाहिँ हारहरूको थिएन त्यो चोटहरू चाहिँ बिसेको चोटहरू थियो सबै चोट हारको हुँदैन कतिवटा चोटहरू चाहिँ महान बिसेको चोटहरू हुन्छ अनि प्रभुले सोलोमन दाजुको विषय लिएर मलाई यो कुरा भन्नुभयो सबै चोट हारको हुँदैन ग्लोरियस भिक्ट्रीको हुन्ड्सहरू हुन्छ यो वस्त्रसँग त्यो एट्याच छ चोट खाँदाखेरि पनि चोट नलागेको जस्तो चोट पार्नेको लागि प्रार्थना गर्न तयार हुनुहुन्छ यो वस्त्रसँग त्यो एट्याच छ एउटा मान्छेले जहिले प्रार्थना गर्थ्यो प्रभु मलाई तपाईँ जस्तै बनाउनुहोस् तपाईँ जस्तै बनाउनुहोस् तपाईँ जस्तै बनाउनुहोस् यीशु तपाईँ जस्तै भन्नु मतलब यो बोराको लुगा मलाई दिनुहोस् स्याक क्लोथ दिनुहोस् नम्रताको वस्त्र मलाई दिनुहोस् भनेको कि उत्तर कसरी आयो ढक 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 आउँछ उसको घर स्ट्रिटमा हुन्छ ऊ चाहिँ म्यान अफ गड अनि एउटा केटी नानीसँग हुन्छ लु राख तिम्रो पापको फल भन्छ हातमा आउँछ छक्कै अनि मान्छेले के सोचे यसको काला करकुत कसैलाई कन्सिभ गरेर प्रेग्नेन्ट बनाएर नानी भइसकेको रहेछ यो त एकदम यो त बेबी चाइल्ड रहेछ भनेर बुझ्यो नि त तर त्यो मान्छे भित्र जान्छ कुरा बुझ्दैन त्यो केटी त अघि टाप लाग्छ अनि प्रभु गएर भन्छ प्रभु वाट इज दिस अनि यीशुले भन्छ सारा मान्छेको लागि मैले पापको दण्ड भोगेको जस्तै तँ पनि त्यो केटीले गरेको पापको दण्ड भोग्दैन भन्छ त्यो केटा यति साह्रो सन्तुष्ट हुन्छ त्यो उत्तरले त्यो केटाले यसो भन्दैन चर्चमा गएर मण्डली के आइलाग्यो नि पाप आयो यो हेर्नुहोस् न तपाईँले त चिन्नुहुन्छ नि मलाई हो किन भन्नुहोस् त म कति निर्दोष जीवन जिएको छु मेरो लागि वारफेयरको प्रार्थना गरिदिनुहोस् भनेर सेल्फ जस्टिफाई गरेन अरे उसले क्या मुख बन्द गर्यो यो चाहिँ यीशु जस्तै थियो जेलमा बलात्कारको आरोपमा पक्रेको केवल परमेश्वरको अगाडि निर्दोष यो बोरासँग चाहिँ परमेश्वरको अगाडि निर्दोष हुने माग एट्याच छ मानिसको अगाडि निर्दोष भएर के गर्नु मेरो प्यारो दाजुभाइ दिदीबहिनी हिसाब त प्रभुलाई बुझाउनु पर्छ हिसाब बुझाउनेको अगाडि निर्दोष हुने कुरा चाहिँ काउन्ट गर्छ अनि केटा त्यो नानी आफ्नै नानी जस्तो हुर्काउँछ बादमा त्यो केटी फर्केर आउँछ त्यो केटी फर्केर यो नानी मेरै हो भनेर मानिलिन्छ अनि त्यो केटाको इज्जत दोबर गुना फर्केर जान्छ तर हेर्नुहोस् त त्यो केटाको हातमा नानी थमाएको दिन र त्यो केटी फर्केर आएको दिनको जुन ग्याप छ नि त्यो ग्यापमा चाहिँ नि त्यो मान्छेको प्रार्थनाको उत्तर पाउँदै थियो मलाई तपाईँ जस्तै बनाउनुहोस् सलोमन दाजुले अघि मजाको कुरा भन्नुभयो आराधनालाई स्कुलबाट निकालेको दिनदेखि आजको दिनसम्म त्यो ग्यापमा आराधना यीशु जस्तै भयो त्यो कुरा यो लुगासँग एट्याच छ कि जस्टिफाई गर्नु नि मान्छेले धर्मी देखेको मन पराउनु नि मान्छे र राजाले खुसी मनाउनु पछि लाग्नु नि एक दिन थाक्छ मान्छे तर यो बोराले चाहिँ नि परमेश्वर अगाडि निर्दोष हुने माग गर्छ अब अन्तिम कुरामा आइपुगे सिप अमङ हुल्स भन्ने एउटा डकुमेन्ट्री छ 2टा सिरिज त्यहाँनिर एउटा मान्छेको त्यो भोइस अल्टर गरेर बनाएको छ नि त्यो मान्छेले सोच्छ के हुन्छ होला मेरो दिदीबहिनी विश्वासी दिदीबहिनीहरूलाई अरू उग्र दलहरू आएर नि ग्याङ रेप गऱ्यो भने झुन्डले बलात्कार गऱ्यो भने एक दिन एउटा केटीले सोच्छ तिमीलाई भन त तिमीलाई उसको विश्वासी बहिनीलाई
हामी कोठामा हुँदै गर्दा दैलो भत्काएर उग्रपन्थी दलहरू आएर नि तिमीलाई झुन्ड मिलेर बलात्कार गरे भने के गर्ने? त्यो केटीले यसो भन्छ, मैले मेरो सबै अधिकारहरू परमेश्वरलाई दिइसकेको छु। आई हेभ गिभन अप अल माई राइट्स। मेरो फ्युचर, मेरो डिजायर सबै कुरा प्रभुले दिइसकेको छु। अनि मलाई रेप गर्यो भने नि उसले यसो भन्छ, म आँखा बन्द गर्छु अनि भन्छु, मेरो शरीरलाई प्रभु जिउँदो बलिदानको रूपमा तपाईँलाई समर्पण गर्छु। यो वस्त्रले नि फाइट फर राइटको अधिकार पुरा गर्दैन, यो वस्त्रले नि अधिकारहरू सबमिट गर्ने माग गर्छ। अस्ति सिलबाजाले प्रचार गर्नु हुँदै थियो, सबै कुरा समर्पण गर्नु भनेर। मैले के गरेँ भन्दै गर्दा फन्डामेन्टल राइट्स ठक्कै डाउनलोड गरेँ। इन्डियन कन्स्टिट्युसनले दिएको फन्डामेन्टल राइट्स छ 1-2वटा, इक्वेलिटी बिफोर ल, अनि यहाँनिर नि राइट टु एडुकेसनहरू पनि छ। फन्डामेन्टल राइट्स, फाइट फर राइट। दाँतको बदला दाँत हो, यो चाहिँ खुनको बदला खुन। तर यो वस्त्रले दाँतको बदला दाँत, खुनको बदला खुन भन्दैन। मैले हात राखेँ नि भने प्रभु, आई गिभ अप माई फन्डामेन्टल राइट्स। मेरो अधिकारहरू, मेरो लिगल राइटहरू तपाईँको पाउँदानमा म समर्पण गर्छु। ती मुख पड्काउनु नि, यीशुलाई पिट्यो अनि उहाँको दारी लुच्यो, थुक्यो, गुसिरकायो। उन काट्नेको अगाडि चुप्प लागेको जस्तै, भेडा चुप लागेको जस्तै यीशु चुप्प लाग्नु भयो। यो वस्त्रले त्यो कुराको माग गर्छ। यो वस्त्रले त्यो कुराको माग गर्छ। यो वस्त्रसँग त्यो कुरा एट्याच छ। अब एउटा कुरा भन्छ नि, प्रार्थना गर्नु प्रभुको उपस्थित ठाउँले ढाकेको छ। आज तपाईँलाई म यो दर्शन भन्थेँ, सिलगढीमा त सिलमाजाले अल्ट्रकल दिनुभएको थियो। एउटा नदी जस्तो देख्दैछ नि, त्यहाँ मानिस डुब्दैछ कि भन्नुहुँदै थियो। म अल्ट्रकलमा हेल्प गर्न गएको थिएँ, म बिराखेको थिएँ। अनि त्यहाँनिर दाजुले मलाई वचन पनि बोल्नु दिनुभएको थियो। म रोक्दिनँ यो आँसुलाई, किनभने हाम्रो आँखाबाट शत्रुले आँसु चोरेको छ अनि मैले आँसु फर्काउँदैछ हाम्रो जातिको लागि, रुनुको लागि। त्यहाँदेखि म प्रभुसँग जोडिरहोस्। म गएँ अनि त्यहाँनिर प्रार्थना गरिरहेको थिएँ। म हेल्प गर्दा गर्दा लडेछु। म लडेँ अनि मैले के देखेँ भन्दा नि, सहरहरूमा नि अनुहारहरू छुट्टी गएको, हात नभएको भत्केको मान्छेलाई देखेँ। अनि डाँडामा प्रभुले भन्नुभयो, मेरो सहरलाई बचा, मेरो सहरलाई बचा। यदि तपाईँ भन्नुहोस् प्रभु, मलाई यो बोराको लुगा लगाइदिनुहोस्, म फर्केर आएको छु। फर्किनेहरूलाई तपाईँ लुगा लगाइदिनुहुन्छ होइन? आज म घुँडामा फर्किन्छु, म प्रार्थनामा फर्किन्छु, म मेरो चिनारीमा फर्किन्छु। यदि भन्नुहुन्छ भने यति बेला आफ्नो आँखालाई बन्द गरौँ। यति बेला म आराधना दललाई म हेल्प माग्छु। हाम्रो आँखालाई आँसुले भरिदिनुहोस्, हामीलाई देख्न दिनुहोस्, हामीलाई सुन्न दिनुहोस्। हामी बोल्न चाहन्छौँ।
यति बेला प्रभुलाई क्षमा मागौ किन त्यो वस्त्र लाउनु भन्दा अगाडि हामी फर्कौँ त्यो घुँडामा हामी फर्कौँ हाम्रो सिनानीमा हामी फर्कौँ मोसा जस्तै प्रभुसँग बात गर्ने त्यो वेदीमा भिडदेखि त्यो टाढो भएको भेट हुने पालमा फर्कौँ उसलाई पश्चाताप जसै आराधना भइराखेको छ हामी भनौँ प्रभु मलाई क्षमा गर्नुहोस् म फर्किन्छु म त्यो घुँडामा म फर्किन्छु त्यो वेदीमा प्रार्थनाको वेदीमा अनि जब तपाईँले यो गर्दैछ उहाँले यो वस्त्रलाई यो स्याक्लोथलाई बोराको लुगा जस्तो देख्दैछ त्यो वस्त्र लगाउँदै गर्दा यो वस्त्रै तपाईँसँग बोल्छ यो वस्त्रले नै तपाईँलाई सिकाउँछ यो वस्त्रले नै तपाईँलाई डोर्याउँछ यो वस्त्रले नै तपाईँलाई अगाडि लगेर जान्छ निर्णयको त्यो बेसीमा हुनुहुन्छ यति बेला जुन वस्त्रको ठुलो मूल्यलाई तिर्ने समय आइराखेको छ तपाईँ भन्नुहुन्छ आज साँच्चै म यो वस्त्रलाई धारण गर्न लागेको छु प्रभु पुरा जीवन समर्पण गर्न थाल्नुहोस् सत्य भाइले बोलिसकेको छ यो वस्त्रको मूल्य छ के हो भन्ने कुरा यो वस्त्रले के कुरालाई डिमान्ड गर्छ भन्ने कुरालाई आजसम्म गाँठो भयो त्यो भाग जुन भागमा चाहिँ सम्पूर्ण सुकिसकेका थिए तर प्रभुले त्यो जीवनको खोलालाई फेरि पनि बगाउन चाहनुहुन्छ जारी गइकन त्यो बाटो सकिएको थियो तर एउटा नयाँ बाटोलाई पवित्र आत्मा प्रभुले तयार पार्दै हुनुहुन्छ जुन बाटो भएर तपाईँ कहिले पनि अघि हिँड्नु भएको थिएन त्यो बाटोमा हिँड्ने व्यक्ति पवित्र आत्मा प्रभुले आजको साँझ प्रभुले तपाईँको जीवनलाई बनाउन लाग्नु भएको छ तपाईं नै मेरो चट्टान उद्धारको नयाँ गीत तपाईं नै मेरो सहारा समर्पण गर्दै जानुहोस् हरेक कुरालाई पवित्र आत्माले तपाईँको जीवनलाई सुन्दै हुनुहुन्छ पवित्र आत्माले तपाईँको जीवनलाई बनाउँदै हुनुहुन्छ पवित्र आत्माले तपाईँको जीवनलाई डिमान्ड गर्दै हुनुहुन्छ मान्दै हुनुहुन्छ त्यो स्ट्यान्डर्डलाई जुन चाहिँ ठाउँमा तपाईँ वर्षौँ उक्लिन सक्नु भएन आजको साँझ पवित्र आत्मा प्रभुले तपाईँले त्यो ठाउँमा आउनको निम्ति आह्वान गर्दै हुनुहुन्छ हृदयलाई फुटाइकन जीवनको हरेक रोक्ने कुरालाई फुटाइकन प्रभु अगाडि बढ्न थाल्नुहोस् यति बेला बोल्न थाल्नुहोस् प्रभुलाई समर्पण गर्ने कुरालाई समर्पण गर्न थाल्नुहोस् कुन चाहिँ कुराले तपाईँको जीवनलाई रोकिरहेको छ कुन चाहिँ कुरा चाहिँ तपाईँको जीवनको ठुलो बाधा हो आज नाम्न थाल्नुहोस् प्रभुको सामर्थ्य शक्तिमा नाम्न थाल्नुहोस्
यति बेला नाम्न थाल्नुहोस् यति बेला लम्कन थाल्नुहोस् स्टेप आउट गर्न थाल्नुहोस् यति बेला पवित्र आत्मा तपाईँलाई सहायता गर्दै हुनुहुन्छ यो निश्चय शक्तिका भराइ त्यसलाई बग्न थालेको छ त्यो आत्माको भराइ त्यसलाई बगिरहेको छ अझै पवित्र आत्मा 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 जसै प्राप्त गर्दै हुनुहुन्छ आत्माको संसारमा एउटा हलचल मचिराखेको छ आज जस्तै तपाईँ त्यो ठाउँबाट निक्लिनु भयो तपाईँको ओल्ड माइन्ड सेट यति बेला भत्तभुङ्ग पारिदिनु भएको छ पवित्र आत्माले तपाईँले जुन ठाउँलाई देख्नु भएको थिएन त्यसमा लम्किँदै हुनुहुन्छ त्यो विषयमा लम्किँदै गर्दाखेरि पवित्र आत्माले तपाईँको बाटोमा त्यो विषयलाई सामर्थ्यलाई शक्तिलाई त्यसलाई ल्याएकोमा आत्मामा देखिरहेको छु त्यो कुरालाई पक्रिन थाल्नुहोस् तपाईँ रित्तिनु भयो फ्याँक्नु भयो पवित्र आत्मालाई वेलकम गर्न थाल्नुहोस् त्यो ठाउँमा क्रिस्टको रगत लगाइकन त्यो घाउ नै राख्नु भएन मेरो प्रियहरू जुन चाहिँ ठाउँ आज उखालियो कतिजनाको जीवनमा देखिरहेको छ आज ठुलो वाल भएको छ होल भएको छ त्यो ठाउँ अब त्यो ठाउँ रित्तो हुँदैन येशूलाई वेलकम गर्न थाल्नुहोस् त्यो ठाउँ रित्तो हुँदैन पवित्र आत्मालाई वेलकम गर्न थाल्नुहोस् उहाँले भर्न चाहनुहुन्छ यति बेला उहाँले भर्न चाहनुहुन्छ तपाईँको जीवनलाई उहाँले बनाउन चाहनुहुन्छ तपाईँको जीवनलाई उहाँले कार्य गर्न चाहनुहुन्छ तपाईँको जीवनलाई उहाँले तपाईँको जीवनलाई सँगै ल्याउन चाहनुहुन्छ तपाईँको जीवनलाई चम्किलो ज्योति चम्किराखेको छ अनि पवित्र आत्मा यो कुरा भन्नुहुन्छ नहिँडेको बाटो या तैले अहिलेसम्म नदेखेको बाटो अब तैले देख्नेछस् तैले त्यो कुरालाई देख्नेछस् तैले हराएको कुराहरूलाई लुकाएको ठाउँहरूलाई फेरि पनि पाउनेछस् तैले अधिकार नगरेको क्षेत्रलाई तैले फेरि पनि अधिकार गर्नेछस्
यो भवनलाई यति बेला महिमाले ढाकेको देखिरहेको छु। धेरै दूतहरूलाई यति बेला यससँग हटाएको छ। पवित्र आत्मा यो कुरा भन्छ, अब तैँले त्यो बाटोलाई पाइसकेको छस्, अब तेरो लक्ष्यलाई तैँले पाइसकेको छस्। निश्चय नै त त्यसमा पुग्छस् भनिकन पवित्र आत्मा भन्छ, निश्चय नै अधुरो कुरालाई तैँले पुरा गर्नेछस्। मेरो समस्या, मेरो शक्तिलाई, मेरो विषयलाई म तेरो सेवा ल्याइसकेको छु भनेर पवित्र आत्मा भन्छ। फेरि कहिले नमर्ने, फेरि कहिले नबितिने, प्रब्लम फेरि कहिले प्रभु सकिलो परिस्थितिलाई यस ठाउँमा बगिराखेको छ त्यो खोला। फेरि कहिले अझै पवित्र आत्मा, नबितिने, अझै पवित्र आत्मा नरोकिनुहोस्, नरोकिनुहोस्। फेरि कहिले बग्न थाल्नुहोस्, त्यो यो फ्लोमा बग्न थाल्नुहोस्। यति बेला बग्न थाल्नुहोस्, सच्चै बग्न थाल्नुहोस्। भलाइ गर्नु पर्दैन, एउटा खोला बगिराखेको छ, आत्माको खोला बगिराखेको छ। बग्न थाल्नुहोस्। तिमीले मिस गर्यौ, जुन कुरा तिमीले त्यो कुरा चुक्यौ, तर आज तिमीले निर्णय लिएको कारणले गर्दाखेरि म तेरो निम्ति फेरि पनि त्यो वर्षालाई लिएर आउँदैछु। म तेरो निम्ति त्यो समयलाई म फेरि पनि भर्ना गर्दैछु। तैँले सोचेको र मागेको भन्दा बढ्ता म तेरो जीवनमा त्यो कुरालाई कार्यलाई गर्छु भन्ने पवित्र आत्मा भन्छ। म तँलाई त्यो दौडने व्यक्ति बनाउँदैछु। तसो रोकेको थिएछ नि, तेरो जीवन चाहिँ यस्तो प्रकारले ढाकेको थियो, तर त निक्लिस्। म तँलाई यस्तो प्रकारले दौडाउँछु, यो जुन घोडामा बल छ, कुद्नु सक्छ, म तेरो जीवनलाई त्यस्तै बनाउँदैछु। अब तसो फेरि पनि दौडमा दौडिनको निम्ति त खडा भएको छस्।
म देख्दैछु कतिजनाको जीवनमा त्यो एउटा यस्तो खालको समयलाई पवित्र आत्मा प्रभुले सुरु गर्दै हुनुहुन्छ जुन समयको निम्ति तपाईँले प्रार्थना गर्नुभयो विशेष गरिकन तपाईँ सेवकहरू तपाईँ लिडर्स अनि पास्टर्सहरू हुनुहुन्छ म कस्तो समयलाई देख्दैछु भनेदेखिलाई प्रभुले चाबीलाई ल्याउनु भएको छ अनि त्यो चाबी तपाईँको हातमा दिँदै हुनुहुन्छ भने पवित्र आत्मा यो कुरा भन्नुहुन्छ के तँलाई याद छ के तँलाई याद छ त्यसो यही ठाउँमा यसरी नै रहिरहँदैनस् यो चाबीले हरेक कुरालाई खोल्न सक्छ ल्याऊ म तिम्रो हातमा दिँदैछु भनिकन पवित्र आत्मा भन्नुहुन्छ अब तिमीले तिम्रो अगाडिको ढोकालाई तिमीले खोल्न पर्छ त्यो डाइमेन्सन्सहरू राख्नु भएको अधिकार अनि अख्तियार अभिषेक अनि भरपुरीका ढोकाहरू यति बेला खोलिँदै गरेर गरालाई देखिरहेको छ त्यो मात्र होइन तर त्यो कार्यलाई पुरा गर्ने पवित्र आत्माको शक्ति पनि ओर्लेर आइरहेको छ तपाईँ कतिजनाको अन्तस्करणमा यति बेला हलचल मचिराखेको छ एउटा केही कुरा फुटेर बाहिर निस्किँदैछ पवित्र आत्मा यो कुरा भन्नुहुन्छ जुन कुरा चाहिँ त्यो भित्र बन्द थियो त्यसलाई मैले खोलिसकेको छु अब मुहानहरू बाहिर फुटिकन निस्कन्छ भनिकन पवित्र आत्मा भन्नुहुन्छ त्यो शक्तिको मुहानहरू फुट्दैछ त्यो जीवनको मुहानहरू फुट्दैछ आशिषको मुहानहरू फुट्दैछ सुसमाचारको मुहानहरू फुट्दैछ अझै पवित्र आत्मा अझै पवित्र आत्मा अझै पवित्र आत्मा अझै पवित्र आत्मा यस्ता व्यक्तिलाई यहाँनिर देखिरहेको छ जो वर्षौं पीडामा तपाईँ रहनु भयो तपाईँको कथा नै पीडा भइसक्यो तपाईँको निकनेम नै हार जस्तो थियो लुजर तर पवित्र आत्मा यो कुरा भन्नुहुन्छ म तेरो सिनारीलाई परिवर्तन गर्दैछु तेरो आइडेन्टिटीलाई म चेन्ज गर्दैछु तस अब भिक्टोरियस बनिन्छस् म तँलाई किन चाहिँ परिवर्तन गर्दैछु भनेदेखिलाई अब परिवर्तन गर्ने ऋतुभित्र म तँलाई लाँदैछु तैँले चाहिँ कटनी गर्छस् भनिकन पवित्र आत्मा भन्नुहुन्छ जो व्यक्तिको जीवनमा तपाईँ त्यो ठाउँमा हुनुहुन्थ्यो विश्वासद्वारा लम्कन थाल्नुहोस् जसै कुरा बोल्दै गर्दाखेरि कतिजनाको जीवनबाट एउटा यस्तो खालको शक्तिले तपाईँलाई ढाकेको जस्तो भयो कतिजनाको शरीरमा नि तपाईँलाई कसैले हक गरेको जस्तो यति बेला त्यो हेभिनेस तपाईँलाई आएको जस्तो भइराखेको छ कतिजनाको जीवनमा के हुँदैछ भनेदेखिलाई नि कसैले तपाईँको हातलाई नि अगाडि पुल गरेको जस्तो तानेको जस्तो तपाईँलाई भइरहेको छ पवित्र आत्मा यो कुरा भन्नुहुन्छ मैले तँलाई छोएको यसो मैले तँलाई छोएको यसो मैले तँलाई तान्दैछु यसो मैले तँलाई ढकेल्दैछु म पुस गर्दैछु तँलाई किनभने तेरो एरिया छ त्यो होइन भनिकन पवित्र आत्मा भन्नुहुन्छ त्यो ठाउँ चाहिँ तेरो होइन म तँलाई अलग गर्दैछु भनिकन पवित्र आत्मा भन्नुहुन्छ एकछिन प्रब्लम आइमादियो मेरो चुप्प नलागौँ उहाँ यहाँ हुनुहुन्छ उहाँ हाम्रो बिचमा हुनुहुन्छ एकछिन महिमा दिउँ प्रभुलाई तपाईँको आफ्नो तरिकाले प्रब्लम महिमा दिनुहोस्